जय गुरुदेव। सदा चाहिँ 3 पटकको ओमकारको उच्चारण गरेर आजको हाम्रो विकली डिस्कोर्स हामी शुभारम्भ गर्दछौँ। ओ दुवै हात जोडौँ, आँखा बन्द गरौँ, आफ्नो शिरमा अर्थात् सहस्रारमा परम पूज्य सद्गुरुदेवहरूलाई धारण गरौँ। उहाँहरूको चरण कमलमा मन मनाई साष्टाङ्ग दण्डवत प्रणाम अर्पण गरौँ। त्यसै गरी हृदयको पूजा कोठामा जगत जननी मा कामाख्यालाई धारण गरौँ। उहाँको चरण कमलमा पनि मन मनाई साष्टाङ्ग दण्डवत प्रणाम अर्पण गरौँ र प्रार्थना गरौँ। हे गुरुदेव, हे माता, हजुरहरूको परम कृपा अनुकम्पा एवं आशीर्वाद स्वरूप आजको हाम्रो विकली डिस्कोर्स हामी अगाडि बढाउने अनुमति चाहन्छौँ। दुई हात रगडेर आफ्नो हत्केला रगडेर आफ्नो आँखामा लगाउँदै हत्केला हेर्दै आँखा। जय गुरुदेव। सर्वप्रथम गुरुदेव प्रति समर्पित यो स्तुतिबाट आजको यो डिस्कोर्स शुभारम्भ गर्दछु। जय हो, जय हो, जय हो, जय हो, जय हो, जय हो, गुरुदेव तुम्हारी जय हो, जय हो, जय हो, जय हो, गुरुदेव तुम्हारी जय हो। तुम हो तो न हमको भय हो, तुम हो तो न हमको भय हो, गुरुदेव तुम्हारी जय हो, जय हो, जय हो, जय हो, गुरुदेव तुम्हारी जय हो, जय हो, जय हो, जय हो, गुरुदेव तुम्हारी जय हो। जय गुरुदेव। आजको यो विकली डिस्कोर्सलाई अगाडि बढाउनको लागि स्मारिकालाई आमन्त्रित गर्छु। जय गुरुदेव। जय गुरुदेवको न्यानो अभिवादन। सर्वप्रथम हरेक साता चाहिँ आज पनि आफ्नो अमूल्य समय दिएर उपस्थित हुनुभएको गुरुप्रेमीजन, मित्रजन, आत्मीयजन र नयाँ जोडिनुहुने साधक साधिकाहरूलाई हार्दिक स्वागत र अभिनन्दन। नेपाल, इन्डिया, युएसए, युके, अस्ट्रेलिया, क्यानाडा, जापान, कोरिया लगायत विश्वको विभिन्न देशहरूबाट हप्ताको हरेक शनिबार हामी यसरी नै जुटिरहेका छौँ। लास्ट स्याटरडे हामीले नयाँ टपिकमा एन्टर गऱ्यौँ र त्यो टपिक थियो मेन्टल हाइजिन। र हामीले एकदम सुरुबाट सुरु गर्दाखेरि मेन्टल हाइजिनले गर्दा हाम्रो मेन्टल हेल्थलाई असर गर्ने कुराको बारेमा पत्ता लगायौँ, थाहा पायौँ, त्यसलाई अझ डेप्थमा बुझ्यौँ। र मैले के हेर्छु, मैले के सुन्छु, मैले के सोच्छु, मैले कसरी स्टोर गरेको छु मेरो सोचहरूलाई र मैले त्यो सोचहरूलाई कसरी प्रयोग गरिरहेको छु, यो पर्टिकुलर एक्टिभिटिजको बारेमा हामीले विस्तारमा कुरा गर्दै थियौँ। र आजको क्लास हामी अब अझै अगाडि बढ्छौँ र अझै डेप्थमा बुझ्छौँ अबाउट हाउ मेन्टल health affects our mental hygiene, how mental hygiene affects our mental health। यति भन्दै आजको डिस्कोर्स शुभारम्भ गर्नको लागि हाम्रो प्रिय मा प्रियमदा नाथ श्रीमाली र प्रिय बाप्सा योगी शिशिर नाथ श्रीमालीलाई हार्दिक आमन्त्रित गर्दछु। जय गुरुदेव। अब हामी आज
सेकेन्ड दोस्रो सब्जेक्टको दोस्रो दिन भनौँ न, यो मेन्टल हाइजिन भन्ने सब्जेक्टको दोस्रो दिनमा हामी जाँदैछौँ। अब आज हामी बेङ्गलोर इन्डियाबाट बोलिरहेका छौँ र यो अहिलेको सब्जेक्ट जुन चाहिँ यो सब्जेक्ट चाहिँ हामी सबैको लागि अत्यन्तै नै उपयुक्त छ। र यो हामीले अस्ति अघिल्लो हप्ता पनि कुरा गऱ्यौँ। अब मेन्टल हाइजिन अथवा मेन्टल भन्ने शब्दको विषयलाई समातेर हामीले कुरा गऱ्यौँ। कुरा गर्दाखेरि मेन्टल भन्ने शब्द सुन्नु पनि चाहँदैनन् मान्छे, कुरा गर्ने त कुरै छोडिदिउँ होइन। एज इफ कि मेन्टल भन्ने शब्द सुनेपछि अब त्यो त्यो चाहिँ गाली जस्तो, त्यो चाहिँ अब भनौँ न एकदम यस्तो वर्ड हो कि त्यो वर्ड चाहिँ कसैले कसैलाई भन्नै हुँदैन। अब त्यो वर्ड उच्चारण पनि गर्नु हुँदैन भने जस्तो किसिमको प्रतिक्रिया आउँछ। मेन्टल भन्ने भयो भने अब यहाँ त झन् इन्डियामा त अब मेन्टल है क्या भनेपछि त अब त्यो त पागल हो भनेर भने बुझ्छन् होइन। त्यसैले त्यो अब मेन्टल भन्ने शब्दलाई नै त्यसरी एउटा एउटा वर्डलाई त त्यस्तरी प्रतिक्रिया गर्छन् भनेपछि त त्यस पछाडि हाल्ने अरू वर्डहरूलाई त झन् कस्तो प्रतिक्रिया हुन्छ। त्यही भएर यो कुराहरू सुन्नु नै चाहँदैनन्। सुन्न नै नचाहने भएको हुनाले हामीले सुनाउनु पर्ने बाध्यता भयो कि। यदि सुन्न चाहने सबैले सुनेर सहज रूपमा लिइदिएको भए यो क्लासै गर्नु पर्दैन थियो अथवा यसको विषयमा चर्चा नै गर्नु पर्दैन थियो। सबैलाई थाहा भएको भए यस्तो दुःख पनि पाउँदैन थियो मान्छेले। अहिले संसारमा सबभन्दा धेरै दुःख पाउने प्रब्लम नै यो मेन्टल हाइजिन नजानेर, मेन्टल हाइजिनको बारेमा नबुझेको कारणले गर्दाखेरि अनि मेन्टल डिजिजहरूमा फसिरहेको छ मान्छे। संसार नै फसिरहेको छ। एक प्रकारले भन्यो भने अहिलेको विश्वको एउटा महामारीको रूपमा पनि लिइरहेको छ। यसलाई त महामारीकै रूपमा लिन्छ, पेन्डेमिकै भन्छ होइन। त्यस कारणले अब हरेक दोस्रो घरमा एउटा मान्छे डिप्रेस छ होइन। त्यसो भएर यो विषयलाई हामीले जति खोतल्यो जति बुझ्यो उति हाम्रो लाइफलाई सहज बनाउन सक्छौँ। यो कुनै त्यस्तो नामै लिन नहुने होइन, कुनै त्यस्तो ट्याबु विषय होइन यो। र यो विषयलाई यस विषयको बारेमा कुरा गर्नुपर्छ, यो विषयको बारेमा अध्ययन गर्नुपर्छ, अध्यापन गर्नुपर्छ, अनि मात्रै सबैले थाहा पाउँछन्। र यो विषयलाई हाम्रो समाजमा पनि हामीले पनि एकदम सहज बनाउनुपर्छ, यसलाई असहज बनाउनु हुँदैन। हामी यहीँ बेङ्गलोरमै बस्दाखेरि पहिले अब हामी आएको त करिब करिब धेरै वर्ष भइसक्यो यहाँ बसेको, 13-14 वर्ष। अस्ति हामी त्यो जहाँ बसेको थियौँ पहिले सुरुमा हाम्रो यात्रा जहाँबाट सुरु भएको थियो त्यो घर पनि हेर्न गएका थियौँ होइन। अस्ति पनि कुरा गरेका थियौँ, त्यो घर एज इट इज छ। त्यहीँ बसेर हाम्रो सन्यास जीवनको पहिलो यात्रा सुरु भएको ठाउँ थियो, त्यही छेउमै छौँ हामी अहिले। र त्यहाँ बसेर अहिले हेर्दाखेरि अब यस्तो ठाउँ, यत्रो यत्रो डेभलप ठाउँ छ। यहाँ पनि डक्टरहरूले आफ्नो बच्चालाई अर्को डक्टरकोमा लिएर जान सक्दैनन्। साइकेट्रिक्सहरूकोमा लिएर जानु पऱ्यो भने उनीहरूको लागि त्यो ठुलो ठुलो कुरो हुन्छ। बरु घरमा बच्चा थुनेर राख्ने तर नलाने, किनभने बेजत हुन्छ। अब डक्टरको बच्चा आफ्नै बच्चालाई त्यस्तो मेन्टल हेल्थ सम्बन्धी इस्यु छ भने त त्यो त बेजत हुन्छ भन्छन् भने आम सर्वसाधारणको स्थिति त के होला। त्यसो भएर अब मेन्टल हाइजिनको बारेमा हामीले कुरा गर्नु जरुरी छ भनेर हामीले सुरु गरौँ यो च्याप्टर। अब यसलाई अ, फेरि अगाडि बढाउँ। आजको अरू अरू बाँकी कुरालाई हामी अगाडि बढाउँ। मतलब मेरो पालो भने उम्, उम्, जय गुरुदेव। फेरि लास्ट विक त शकुन्तला एब्सेन्ट थियो है, सबैजना हामी भेला भयौँ। जय गुरुदेव। अनि फेसबुकमा पनि र फेसबुकबाट पछि हेर्ने छोराछोरीहरू, साधक साधिका अथवा जो सिकरहरू, अरूलाई जसलाई आवश्यकता पर्छ अथवा नपरे पनि एकचोटि बुझ्न जरुरी छ भन्ने कुरा जसले सोचेको हुन्छ सबैजनाको लागि यो क्लासेसहरू यो हामीले हुन चाहिँ गुरुदेवलाई सम्झिने, गुरुदेवको नाम जप गर्ने भनेर हामीले स्टार्ट गरेको हो मिटिङ, विकली मिटिङ। तर पनि नाम जप गर्नेको साथसाथै गुरुदेवलाई सम्झिनुको साथसाथै कुनै एउटा यस्तो कुरामा पनि हामी छलफल गरौँ जसले गर्दा हाम्रो जीवनमा प्रत्यक्ष रूपमा असर गर्छ भनेर हामी यो सब्जेक्ट उठायौँ। यो मेन्टल भन्ने बित्तिकै, मेन्टल केस भन्ने बित्तिकै हुन्छ नि यस्तो नराम्रो मानिन्छ होइन। तर एउटा गीत याद आयो क्या मलाई, हर तरफ हर जगह आदमी ही आदमी, हर तरफ हर जगह आदमी ही आदमी, फिर भी तन्हाइयों का शिकार आदमी, हर तरफ हर जगह भनेर है। सबजनाले सब कुरालाई सबैजनालाई सबै कुरा सेयर गर्छन्, तर आफ्नो मानसिक स्थिति सेयर गर्दैनन्। मेन्टल कस्तो छु त मेन्टली म कति डिस्टर्ब छु भन्ने कुरा सेयर गर्दैनन्। अनि बुझ्नेले पनि बुझ्दैनन्। बुझ्नेले कुरा नबुझेपछि भने जस्तो आमाहरूले जतिसुकै भन्छन्, त साँचो कुरा बोल, साँचो कुरा बोलिस् भने म केही गर्दिनँ भन्छन्। तर साँचो कुरा बोल्ने बित्तिकै जस्तो व्यवहार गरिन्छ त्यसपछि त्यो बच्चाले कहिले पनि साँचो बोल्दैन क्या होइन। हामीले नै त्यो बच्चालाई साँचो नबोल्न सिकाएको हो नि।
साँचो लिइदिन्छौँ क्या, भन्न चाहिँ साँचो हो साँचो। होइन। तर एकचोटि उसले हामीलाई साँचो दिइसकेपछि त्यो साँचो हामीले खोसेर राखिदिन्छौँ, अनि उसले कहिले पनि फेरि त्यो साँचो कुरा साँचो युजै गर्दैन क्या। किनभने म तँलाई केही भन् त किन स्कुल नगएको, अब मानव देखियो, थाहा पायो अरे स्कुल गएको छैन बच्चा, कहीँ भागेर कहीँ खेलिरहेछ कहीँ, भनेपछि आमाले सोध्छन् भन त अब बुवाले आमाले अब सोध्छन् जसले भए पनि, भन् त साँचो साँचो कुरा भन्नु, म तँलाई केही गर्दिनँ। अनि उसले विश्वास गर्छ, साँचो साँचो कुरा भन्छ, मलाई त पढ्नै मन लागेन, अनि त्यसपछि म त बङ्क हानेर गएको। अनि त्यसपछि जे व्यवस्था हुन्छ उसको, जे खर्च पानी उसले पाउँछ, त्यसपछि उसले बोल्दैन। त्यसैले तँलाई के भएको छ भन्न भनिसकेपछि जज गरिन्छ। जज गरिन्छ भनेर सबैभन्दा पहिला भन्न डराइन्छ होइन। अनि हाइजिन भनेको किन जरुरी छ भने सानो सानो आँखाले नदेख्ने कीटाणुहरूले हाम्रो शरीरभित्र प्रवेश गरेर हाम्रो सारा शरीरलाई नै बेकाममा बनाइदिन्छ, बिरामी बनाइदिन्छ, निष्क्रिय बनाइदिन्छ। एउटा मास्कले भए पनि छोपेर हिँड्नुपर्ने हुन्छ होइन, नाकमा लगाएर नाक मुख ढाकेर हिँड्नु भनेर उर्दी जारी भएको थियो, जसरी एउटा केही समयसम्म, केही वर्षसम्म हामीले भोगेका छौँ होइन। सानो सानो कीटाणुहरू, आँखाले नदेख्ने कीटाणुहरू, त्यसले गर्दाखेरि हाम्रो शरीरलाई ध्वस्त बनाउँछ। अब शरीर चलाउने चिजलाई पनि त ध्वस्त हुनु हो नि त। अब दाँतमा किरा लाग्यो कति गाह्रो हुन्छ। दाँतमा किरा लाग्यो भनिन्छ, हामी नेपालीमा हामी दाँतमा किरा लाग्यो भन्छौँ होइन। दाँतमा किडे पड जाएंगे भन्छन् हिन्दीमा होइन, अथवा के भन्छन् त्यसलाई, क्याभिटी भनिन्छ होइन। अब त्यो हुने बित्तिकै एउटा दाँतमा एउटा 32वटा छ, एउटामा मात्रै समस्या भयो भने पनि त्यो दाँत उखाल्न जानुपर्छ, डेन्टिस्टका जानुपर्छ होइन। तर मेन्टलमा अलिकति पनि केही कुरा भयो भने बित्तिकै मेन्टल कहाँ चाहिँ किन जानु नहुने, डेन्टल कहाँ चाहिँ जानुहुने, मेन्टल कहाँ चाहिँ जानु नहुने क्या, मेन्टलमा चाहिँ भन्नु नहुने। त्यो त छँदैछ, त्यसको बारेमा त हामी हरेक दिन भनि नै रहन्छौँ, जानुपर्छ जानुपर्छ भनेर। सत्य भएर हिँड्नु राम्रो हो नि त, दुःख पाएर किन हिँड्नु, यदि पोसिबिलिटी छ भने होइन। एउटा दबाई खाएर हुन्छ भने, अलिकति कुराकानी गरेर हुन्छ भने, आफ्नो कुरा सेयर गरेर हुन्छ भने त त्यो गरेको राम्रो हो नि। तर हो चाहिँ के त, के हो त मेन्टल हाइजिन भनेको चाहिँ खासमा कसरी गर्ने त? ल त्यो हात दिशा गरिसकेपछि बाथरुमबाट आएर हात मिची मिची धुने, त्यो बुझ्यो हामीले। साबुनले धुने, साबुन छैन भने खरानीले धुने, खरानी छैन भने माटोले धुने। तर यो मनको चाहिँ यो केले धुने त? यो चाहिँ कसरी हाइजिन बनाउने त? के कुन चाहिँ साबुनले धुने हो, कुन चाहिँ खरानीले धुने हो, के हो खास हाइजिन भनेको? तिमीलाई के दिमागमा के आउँछ, के होला मेन्टल हाइजिन भनेको? छ त्यस्तो केही चिज? हजुर, भन्नुभयो कि शकुन्तलाले के गर्यो भने चाहिँ मेन्टल हाइजिनमा समस्या आउँछ, मेन्टल हाइजिन बिग्रिन्छ, के गर्यो भने हुन्छ होला त्यस्तो? अब यो त हात धोएर पनि हुने होइन, ओसिडी बाहेक होइन। ओसिडी भएको मान्छेलाई त हात धुनुपर्छ, सफासुग्घर हुनुपर्छ, त्यसबाहेक अरू केले असर गर्छ होला? सबै शकुन्तलालाई मात्रै होइन, जसले पनि भन्दा हुन्छ। मान जय गुरुदेव महाभाव। हजुर, अब मेरो विचारमा नि होइन, अब मान्छे जुन चिज महाबाबाले नि भन्दै हुनुहुन्छ नि, जुन चिज अति सूक्ष्म हुन्छ त्यही चिज नै मान्छेलाई त्यही कुराले नै अब एफेक्ट गरे हुन्छ कि मान्छेले थाहा पाउँदैन कि त्यो सूक्ष्म चिज भन्ने। अब त्यस्तै हो मेन्टल हेल्थ भन्ने कुरा पनि त्यस्तै हो जस्तो लाग्छ। यो सम्बन्धी त हामीलाई अघिल्ला क्लासहरूमा नि पढियो, जस्तो इगो पढियो, आसक्ति पढियो होइन। अब सुख दुःख यिनी यावत कुराहरू पढियो नि त, जुन ह्युमन बिङ्ससँग हामीसँग रिलेटेड कुराहरू। वास्तवमा तिनै कुराहरूमा मान्छे पद प्रतिष्ठा लोभ मोह क्रोध भनेर भन्छ नि त। अब यी सबै कुराहरूसँग टाँसिँदा अथवा यी कुराहरूलाई ब्यालेन्स गर्न नजान्दाखेरि अब मेन्टल हेल्थ बिग्रिन्छ। अब यी कुराबाट कसरी उने भन्ने त हामी यो क्लास लिने मान्छेहरू अब अलरेडी सबैलाई होइन, बेसिक लेभलमा चाहिँ सबैलाई थाहा छ मैले बुझेकोमा। ठिक, कस्तो राम्रो कुरा भन्नु, सही कुरा भन्नु। अब जिन्दगी ये कैसी है जैसे जियो वैसी है भन्ने छ नि होइन। जिन्दगी ये कैसी है जैसे जियो वैसी है भने कस्तो छ जिन्दगी, जस्तो बाँचे त्यस्तै हो भनिन्छ। तर अब हामी यो अध्यात्ममा चाहिँ व्यक्तिगत कुरा गरौँ न होइन, सामूहिक कुरा भन्दा पनि व्यक्तिगत कुरा गरौँ। अध्यात्म भनेको आफ्नो अध्ययन गरौँ, आफ्नो अन्तरात्माको, आफ्नो भित्रको आफ्नो कुरा गर्दाखेरि
सबैजना एक्लै एक्लै हुन्छ अरे 8 अरब मान्छे छ सबैजना एक्लै एक्लै हुन्छ अनि हामी जतिजना छौँ यहाँ जतिजनाले सुनिन्छ हेरिन्छ एक्लै एक्लै हेरिन्छ नि आजकल त एउटै कोठामा बसिन्छ सबैको हात हातमा एउटा एउटा मोबाइल हुन्छ अथवा एउटा एउटा के सामग्री हुन्छ ल्यापटप हुन्छ कम्प्युटर हुन्छ के अरे आइप्याड हुन्छ मोबाइल हुन्छ जे हुन्छ होइन तर सबैजना एउटै ठाउँमा बसेर पनि अलग अलग छौँ क्या आफ्नो आफ्नो दुनियाँ छ क्या आफूलाई मनपर्ने कुरा आफू हेरिन्छ ऊ सँगै चाहिँ छौँ फेरि पास पास है साथ साथ नै है क्या त्यो पास पास चाहिँ छौँ साथै चाहिँ छैन दुईजना एउटै चाहिँ हेरिँदैन त्यो चाहिँ फिल्म नै हेर्नुपर्छ होइन हेर्नुको लागि सो एक्लै एक्लै छौँ हामी अनि एक्लै एक्लै भएको हुनाले त्यो एक्लैलाई चाहिँ केले असर गर्छ मलाई जे कुराले असर गर्छ जे कुराले मेरो मेन्टल हाइजिनमा खराबी हुन्छ अथवा असर गर्छ के त्यही कुराले अर्को मान्छेलाई पनि असर गर्छ यहाँनिर चाहिँ सबभन्दा ठुलो समस्या क्या के समस्या के छ भने जसरी जिब्रो अलग छ जसरी नमक स्वाद अनुसार छ जसरी अकड औकात अनुसार छ जसरी नमक स्वाद अनुसार छ त्यो दिमागमा पर्ने असर पनि त्यो दिमाग अनुसार छ क्या आफ्नो सोच अनुसार छ सबैको आफ्नो आफ्नो लेभल छ सबैको आफ्नो आफ्नो क्षमता छ अब म त्यो ठाउँ सब मन पर्दैन मलाई म जस्तो परिवारमा बसेको छु मलाई परिवारको केही पनि मन पर्दैन म तर म बसिरहेको छु अब के मन पर्दैन उनीहरूले गरेको व्यवहार मन पर्दैन उनीहरूले गरेको बोलीचाली मन पर्दैन केही पनि मन पर्दैन एउटा कुरा अब मसँग के अप्सन छ त दुईटा कुरा छ के हुन्छ दुईटा कुरा म भन्छु तर तिमीहरू मलाई सजेस्ट गर त मलाई त्यो परिवारमा बस्न मन लाग्दैन अब देशको कुरा गऱ्यौँ देश तिमीहरू त सबै देश बाहिर छौ होइन अहिले त हामी पनि देश बाहिर छौँ त्यही पनि देशको कुरा गऱ्यौँ भने त्यो मलाई यो देश मनै पर्दैन यो केही पनि मन पर्दैन यो मेरो जात मनै पर्दैन मेरो यो जे छ यो मलाई यो यहाँ भएको यो व्यतिथिहरू मन पर्दैन अब अरू अरू त टाढाको कुरा भयो परिवारको कुरा गरौँ यो परिवारमा मलाई केही पनि मन पर्दैन तर म यही परिवारमा जन्मेको छु अब मसँग दुईटा अप्सन छ ल जुबीले स्टार्ट गर के गर्न सक्छु त म छोडेर हिँड्न सकिन्छ है दुईटा भनेको छु मैले अनि एउटा छोडेर हिँड्न सकिन्छ कि आफूलाई चेन्ज गर्नु पर्यो उनीहरू संसार मिलाउनु पर्यो ठिक कि त छोडेर हिँड्नु पर्यो कि त आफूलाई चेन्ज गर्नु पर्यो अरू स्मारिका कि त झगडा गर्नु पर्यो कि त त्यहाँनिर उसँग आफूलाई एउटा कहाँसम्म म मिल्न सक्छु त्यहाँसम्म कम्प्रोमाइज हिँड्नु पर्यो कम्प्रोमाइज गर्नु पर्यो कम्प्रोमाइज गर्नु पर्यो लेख है कि त झगडा गर्नु पर्यो कि त कम्प्रोमाइज गर्नु पर्यो कि त छोडेर हिँड्नु पर्यो कि त म चेन्ज हुनु पर्यो समाज त्योमा कि त आफू एड्याप्ट हुनु पर्यो कि त त्यही ठाउँलाई चेन्ज गर्नु पर्यो कि त आफू चेन्ज कि त ठाउँलाई चेन्ज ठाउँलाई चेन्ज होइन नि त ठाउँलाई, ठाउँ त माहौललाई। बसेर ठाउँ त त्यही रहिरहन्छ परिवार आफू आफू अर्को ठाउँमा जानु पर्यो स्थानान्तरण हुनु पर्यो हजुर होइन ठाउँलाई कसरी ठाउँ चेन्ज भन्यो भने फेरि अरू पनि मिनिङ हुन्छ ठिक हो सबिना प्रशान्त सबिना पहिला त्यो छोडेर हिँड्नु पर्यो भने उसले गरिरहेको छ नि उसलाई हेर्ने भयो उसले यस्तो गरेछ भन्ने आफू त्यहाँ के नगर्ने ऊ जे गरिरहेछ नि उसले गरिरहेकोलाई ठिकै छ उसले त्यो अनुसारको छ उसले त्यही गरेछ भने हेरिरहने कि एउटा चाहिँ त्यो गर्ने अर्को चाहिँ अब आफूले के गर्ने चाहिँ त्यो छोडेर जाने कि एउटा कि उसलाई हेरेर बस्ने त्यही रहेछ होइन छोडेर जाने कि त उसलाई हेरेर बस्ने हेरेर मात्र छोडेर जाने बस्नु भने छोडेर जान पनि सकिँदैन नि छोडेर छोडेर जानु कहाँ भन्नु सकिँदैन खालि मेन्टली मात्रै उसले जे गरेछ ठिकै गरेछ उसको ऊ त्यसमै खुसी होला भन्ने पर्छ छोडिदिने ठिक कि त कम्प्रोमाइज गर्नु पर्यो कि त हिँड्नु पर्यो होइन अनि प्रशान्त अब त्यस्तो परिवारमा आफू भइसकेपछि त्यही अब त्यो आफ्नो धेरै टाइम त्यही परिवारमै बितिरहेको हुन्छ अनि त्यो भइसकेपछि धेरै कुराहरूमा चित्त नबुझेको कुराहरू धेरै भइसकेपछि अब एउटा पोइन्टसम्म त आफूले सबै कुराहरू भनिन्छ होला त्यसपछि अनि त्यति एउटा पोइन्ट रियलाइज हुन्छ जब कि म चाहिँ अब यहाँ धेरै सक्दिनँ त्यो भइसकेपछि चाहिँ वे हेज टु डिसाइड हो डिसाइड दुईवटा कुरा छ क्या
परिवारलाई चेन्ज गर्न नसकेपछि आफू त्यसमा खुसी भइँदैन भनेपछि अनि त्यहाँबाट आफू सेपरेट हुनु पर्यो। अनि एउटा कुरा त्यही भयो। अर्को कुरा भनेको त्यही सफर गरेर अझै आफूलाई टाइम लिने अनि त्यसपछि अनि त्यहीँ बस्ने, त्यही दुइटा मात्रै देखेँ अप्सन। ठिक हो। शकुन्तलाले अर्कै आन्सर दिन्छ हेर। होइन म एउटा जुबिरको त्यो एउटा कुरासँग चाहिँ म सहमत भएँ। त्यो के अरे आफू चेन्ज हुन सकिन्छ भने आफू चेन्ज हुने चेन्ज हुन सकिएन भने त त्यही परिवारमा बस्ने होइन। आफूलाई अब जस्तो आफ्नो त्यो कुराहरू जे कुरा मन पर्दैन त्यो आफूलाई मन परेको कुरा गर्ने के। आज त्यो मान्छेलाई मन पर्दैन, भोलि मन पर्दैन। हामीलाई पनि त भनौँ न हाम्रो परम्परादेखि नै कतिपय कुराहरू थुपारिएका छन् नि त। हामीले मान्यता, नैतिकता, चरित्र भनेर तिनै कुरा फलो गरेर अहिलेसम्म हामी यो स्टेजसम्म आएछौँ भने हामीले पनि परिवारभित्र घर छोड्नु पर्दैन। परिवारभित्रै बसेर तिनी कुरा भोलि आएन एक दिन न एक दिन ती मान्छेहरूलाई रियलाइज चाहिँ हुन्छ कि हो त्यो दिन चाहिँ कहिले आउँछ भन्ने हो फेरि होइन। ठिक छ, हो ठिक हो। दुइटा मात्र अप्सन छ होइन त हो। कि त म चेन्ज हुनु पर्यो कि त त्यो अर्को मान्छे चेन्ज हुनु पर्यो। मलाई त्यो मान्छेले सधैँ केही कुरा भनिरहन्छ भने मैले उसलाई कि त मैले त्यो सहन सक्नु पर्यो कम्प्रोमाइजमा गएर, कि त मैले उसलाई के बुझाउन सक्नु पर्यो भने तिमीले यो भनेको कुराले मलाई गाह्रो भइरहेको छ होइन त। अब के शकुन्तलाले एकदम हाँसिरहेको छ क्या, उसलाई त्यो कहिलेसम्म हो भन्ने कुरामा ऊ भयो क्या फेरि होइन। अब कहिलेसम्म मैले सही रहने हो र कुन पोइन्टमा आएर जस्तो अहिले हाम्रो देशमा चुनाव हुन लागेको छ होइन। अनि त्यो कि त यो अब व्यवस्थै चेन्ज गर्नु पर्यो भनेर लाग्यो हो नि त होइन। यो भएन यो सिस्टमले हामीलाई के भयो, त्यसपछि अब यो व्यवस्था चेन्ज गरौँ फेरि अर्कै मान्छेहरू लिएर आऊँ भनेर चुनाव गर्न सुरु गरे हो। चुनावको माहौलमा हामी छौँ अहिले, नेपाल हाम्रो चुनावको माहौलमा तातिएको छ भनेपछि दुइटा मात्रै अप्सन हुँदो रहेछ क्या। मेरो मेन्टल हाइजिन ठिक गर्नको लागि जे कुराले मलाई प्रेसर दिन्छ, जे कुराले मेरो हाइजिन खराब हुन्छ, जे कुराले म डिस्टर्ब हुन्छु, जे कुराले मेरो मानसिकतामा असर गर्छ, जे कुराले म दुःखी हुन्छु, जे कुराले म अवसादमा जान्छु, जे कुराले म डिप्रेसनमा जान्छु, त्यो कुराहरूबाट म मुक्त हुनु पर्यो। अब त्यही दुइटा अप्सन छ, या त म त्यो ठाउँबाट जाने हो तर या त म आफै चेन्ज हुने हो। सजिलो चाहिँ के छ त, सबजनालाई चेन्ज गराउन सकिन्छ त। घरमा हजुरबा, हजुरआमा, आमा, बुवा, दाइ, भाउजू, भाइ, बहिनी बिहा गरेको छैन अरे त्यो मान्छे अहिले। अब यो त्यो सबैलाई भन्नु पर्यो तिमीले मलाई यसो नभन, तिमीले मलाई यसो नभन, तिमीले मलाई यसो नभन। अनि सबैसँग प्रब्लम हुन्छ क्या उसको। फेरि त्यहाँ उनीहरूको पनि होला नि त, दाइको पनि त्यो दाइले पनि त्यसै भन्ला, तैँले यसो नभन होइन। अब बुवाले पनि त्यसै भन्नु होला, तैँले चाहिँ यसो नभन। अब सबैको नभन 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 मात्रै त्यहाँ त पुरा हुन्छ। एउटा घरमा 5जनाको परिवार छ भने 5जनाको हो 5 थरीको नभन हुन्छ। सबैले उसलाई नभन अनि भन हुन्छ कि त्यो नभन चाहिँ भने गर्ने हुन्छ होइन। नभन भन्यो भने चाहिँ नभन हुन्छ होला क्या। नभन भन। अब यस्तै अब एक्सपिरियन्स नै भनौँ बडा नै होइन। अब कहिले कस्तो हुन्छ नि, अब यो सर्टेन कुरामा कन्फ्लिक्ट हुने हो भने चाहिँ त्यो कुरा नगरौँ भन्ने हुन्छ, अभोइड गरिन्छ होइन। अनि त्यो अभोइड गर्ने कुरा बढ्दा बढ्दा अनि कुरा गर्ने कुरै हुँदैन कि। हो सही कुरा हो। एउटा पोइन्ट आउँछ नि, यस्तो बसिरहन्छ नि के कुरा गरेर हुन्छ, यो कुरा गरेर पनि कन्फ्लिक्ट हुन्छ, त्यो कुरा पनि कन्फ्लिक्ट हुन्छ, त्यो पनि हुन्छ। अब कुरै गर्ने नै हुँदैन अनि त्यसपछि इट डज स्टेल वाटर जस्तो हुन्छ कि एक्ज्याक्टली हो। अब त्यो त सम्बन्ध भएन, त्यो सम्बन्धमा त दरार आइसक्यो। दरार आएर पनि च्यातिसक्यो। पहिला यो मेन्टल हाइजिन भने चाहिँ यस्तो सिरकको खोल सम्झिनु। जाडोमा त हामी त प्रायः सिरक ओढ्या हुन्छौँ होइन। अनि त्यो कपासको सिरकमाथि एउटा मलमलको खोल लगाएको हुन्छौँ। सबैलाई थाहा छ नि सिरकको खोल भन्दा त बुझ्छ नि होइन, सबैजनाले हामी बुझ्छौँ नि त्यो। अनि पहिला सानो कसैको नङले अथवा केहीले सानो पल परेको हुन्छ कि यत्रो सानो, यहाँ एउटा मेरो लुगामा पनि सानो पल परेको छ, सानो पल हुन्छ। अनि त्यो पल कतिखेर यो बुढ्यौँला बस्ने पल बन्छ क्या है। अनि भन्दै त्यो पछि लास्टमा त्यो धर्र जान्छ कि अनि त्यसपछि मजा पनि आउँछ, अलिअलि चुरुक च्यातिँदाखेरि कस्तो मजा पनि आउँछ क्या होइन। अनि त्यसपछि अनि पुरै त्यो च्यातिन्छ। अनि त्यो सिरकको खोल नरहा हुन्छ होइन।
मैं वो नरहा भने जस्तो त्यो सिरकको खोल रहँदैन त्यो। पहिला त सानो पहल हुन्छ। हामीले के कुरा गरेका छौँ, हाइजिनको कुरा गरेका छौँ कि बिरामी भइसकेपछिको अवस्थाको कुरा गरेका छैनौँ। हुन सुरु हुन्छ अब हरेक मान्छेलाई केही न केही रूपमा कसै न कसैले केही न केही भनेको मन पर्दैन। हाकिमले गाली गरेको मन पर्दैन, होइन? अनि काम गर्ने मान्छेले अटेरी गरेको मन पर्दैन। अब मन पर्दैनको थुप्रो छ नि त। अब या त म आफू चेन्ज हुनु पर्यो, या त त्यो मान्छेलाई चेन्ज गराउनु पर्यो क्या। अहिले कस्तो सिचुएसन छ, अहिले एट द मोमेन्ट त एउटै घरमा पनि, एउटै टोल छिमेकमा पनि, यही फेसबुकमा पनि हेर्नु सबै चुनाव चिन्हहरूलाई लिएर झगडा छ क्या, होइन? अनि उसको अनि त्यो प्रतीकलाई नै गाली गरिरहेको छ क्या। त्यो मैले एउटा भिडियो बनाउँछु भनेर सोचिरहेको थिएँ। घन्टी भन्ने एउटा छ, अनि घन्टीलाई नै लिएर गाली गरिरहेछ। घन्टी भनेको त पवित्रै चिज हो। रुख हो, सूर्य हो, पानी हो, माटो हो, जे छ नि, धारा हो, कसैको टुथब्रस होला, कसैको लालटेन होला, त्यो चिज त मान्छे होइन नि त। तर त्यो चिजले त्यो मान्छेलाई रिप्रेजेन्ट गर्यो भनेपछि त्यो चिजलाई नै बहिष्कार गरिदिने क्या, त्यसलाई नै गाली गर्न हामीले सुरु गरेका छौँ। भनेपछि मलाई मन नपर्ने, मेरो विपरीतको हुने बित्तिकै हाम्रो जस्तो रियाक्सन हुन्छ, त्यो रियाक्सनमा हाम्रो कुनै कन्ट्रोल छैन क्या। एकदम बेहिसाब छ क्या हाम्रो। हाम्रो त्यो मन नपर्ने कुरा भइसकेपछि रियाक्सनहरू हाम्रो बेहिसाब छ। एउटा भनाइ छ क्या, दुश्मनी जम्के गर्नु रे, होइन? तर यति चाहिँ सोच्नु रे क्या, पछि मिलेपछि छ नि शर्मिन्दा हुनु नपरोस् रे क्या। दुश्मनी जमके करो, पर जमके दुश्मनी करो, पर जब कभी हम मिल जाएं तो शर्मिंदा न होना पड़े रे क्या। एक समस्या हुन्छ नि त, दुश्मनी हुन्छ कतिपय कुरामा, तर यस्तो कुराहरू नभन्नु के, यस्तो कुराहरू नगर्नु जसले गर्दाखेरि पछि प्रब्लम हुन्छ भने जस्तो हो। त्यो यही अब चुनाव हुन्छ, उनीहरूजना मिलेर, जसको विपरीतमा हामी झगडा गरेर हुन्छौँ, उनीहरूजना मिलेर बसेका हुन्छन्, यहाँ अब हिस्सा बुढी खिस्सा दाँत हुन्छ अनि मान्छेहरू चाहिँ, अरूहरू चाहिँ, होइन? किनभने हाम्रो त केही न केही हामीले बेकारमा उसको लागि भनेर मैले मान्छेलाई कुटेँ, बेकारमा उसको लागि भनेर मैले झगडा गरेँ, पानी बराबर गरेँ। अब उनीहरू दुईजना त एकदम अँगाल मारेर गइरहेछन् त्यहाँ, होइन? त्यो कहिले हाम्रो सोच आउँछ त्यो थाहा छैन। त्यो अहिलेको अवस्थामा त झनै यो मेन्टल हाइजिन एकदम जरुरी छ हाम्रो देशमा चाहिँ, होइन? सो म चेन्ज हुनुपर्छ, सबैलाई थाहा छ क्या म चेन्ज हुनुपर्छ भनेर। तर कसरी चेन्ज हुने त? के गरेर चेन्ज हुने? मलाई जे कुराले दुःख दिन्छ त्योबाट म बच्न सक्छु, जे कुराले मेरो मेन्टल बिथोलिन्छ त्यो कुराले म बच्न सक्छु। हामीलाई त कस्तो स्याड गीत मनपर्छ, हामीलाई त स्याड हुन पनि मनपर्छ। हामी त स्याडनेस पनि इन्जोय गर्छौँ। स्याडनेसको इन्जोय मात्रै गर्छौँ र त्यो त कस्तो, त्यसलाई के भन्छ, लग्जरी लाइफस्टाइल भनौँ। लाइफस्टाइल। हामीले कस्तो के ठुस्स पारेर हुन्छ नि, हाँस्यो भने, खुसी भयो भने धेरै हाँस्ने मान्छे बुद्धिमान होइन, धेरै खुसी हुने मान्छे बुद्धिमान होइन। बुद्धिमान भनेको हप्प परेर बस्नुपर्छ, कसैले भनिदिएको छ क्या। जसरी योगी भनेको अब जस्तो बाबाजी हुनु पर्यो भने दारी चाहिन्छ, टिका थरीको लगाउनुपर्छ, अनि त्यो सर्टेन किसिमको लुगा लगाउनुपर्छ, होइन? कुण्डल मुण्डल केहरू लगाउनुपर्छ। टिका पनि थरीको छ। एउटा निधार भनेको यो चाहिँ हाम्रो साइनबोर्ड हो। अनि यसमा टिका लगाएपछि थाहा हुन्छ त्यो अर्को मान्छेलाई म कहाँ केमा बिलङ गर्छु भनेर। जस्तो स्वास्नी मान्छेको, हिन्दू स्वास्नी मान्छेको चाहिँ यो सिउँदो भनेको साइनबोर्ड हो, होइन? त्यसपछि थाहा हुन्छ त्यो सिचुएसन के छ भन्ने कुरा, त्यो मान्छेको सिचुएसन, त्यो उपलब्ध अनुपलब्ध के हो त्यो, होइन? त्यस्तै गरिकन त्यो सबै चिजहरूमा हामी यस्तो अड्केको हुन्छौँ नि त, हामीले आफूलाई त्यसरी प्रस्तुत गरेको हुन्छौँ नि त। अनि मेन्टल हाइजिनमा त सजिलै आक्रमण भइहाल्छ हाम्रो, होइन? मेन्टल हाइजिन त अतनपत्त बिथोलिहाल्छ। किन मैले त्यो विभिन्न किसिमको टिका यस्तो भनेको भने, त्यो सबै जति पनि बाबाहरूलाई इमेजिन गर, होइन? लामो दारी भएको, अब मलाई मैले भेटेकै पनि बाबाहरू मध्ये ओसो पनि एकजना हुन्, होइन? उनलाई पनि उनको सबै दारी-सारी काटेर हामी जस्तो सफाचट हामी नर्मल लुगा लगाएर त्यो मान्छे भेटेर कुरा गऱ्यो भने कति सुन्छौँ हामी त्यो मान्छेको कुरा? हामीले त एउटा बनाएको छौँ नि त, होइन? धारणा बनाएको छौँ नि त। अनि उनले चाहिँ ठिक कुरा गर्छन् भनेर। अनि अदरवाइज त सबैजना नर्मल नै मान्छे हो, नर्मलकै कुरा हो, नर्मली कुरा हो। भनेपछि चेन्ज हुने भनेपछि के हुने त अब? कसरी चेन्ज हुने? के कुराले मलाई बिथोल्छ? के कुराले मलाई बिथोल्छ भन्ने कुरा फेरि सबैजनाको फरक हुन्छ। अनि त्यहाँनिर आउँछ एउटा कुरा, यति सानो कुरा त हो, यति सानो कुरा त हो, यति सानो कुराले पनि त्यस्तो हुने तँलाई? मैले के भनेको छु र खास तँलाई?
जब त्यो मान्छेले प्रतिकार गर्छ, तिमीले मलाई भने किन यस्तो भनेको भनेर जब ऊ भन्न आउँछ, अनि त्यो भन्ने मान्छेले के भन्छ भने यति सानो कुरा पनि यसलाई त यस्तो हुँदो रहेछ। त्यहाँ आउँछ सानो कुरा। अब त्यो सानो कुरा कति सानो हो कसको लागि क्या? त्यही भएको हुनाले यो फेरि गएर के कुरा आउँछ, के हुन्छ यो इन्डिभिजुअल एक्सेप्टेन्सहरू, इन्डिभिजुअल प्रिफरेन्सेसहरू, इन्डिभिजुअल रिसिभिङ पावरहरू, इन्डिभिजुअल अनि के रेस्पोन्सहरू असाध्यै धेरै यसमा फरक पर्छ। यदि मैले मेरो परिवार मन पर्दैन त्यो भएको हुनाले म छोडेर जान्छु भनेर गएँ भने अर्को जहाँ जान्छु त्यहाँ पनि त यही परिवार भएको मान्छेको जस्तै बानी बेहोरा भएको मान्छे त हुन्छ नि, होइन? यदि मैले यो मेरो यो टोल मन पर्दैन भनेर म अर्को टोलमा गएँ भने त्यो टोलमा पनि यस्तै त मान्छे हुन्छ नि, हामी जस्तै मान्छे त हुन्छ नि। मान्छे त सारा संसारको उस्तै त हो नि, व्यवहार गर्ने तरिका सबैको उस्तै त हो नि। यदि फेरि यो देशै मलाई मन पर्दैन भनेर तिमी अब बाहिरै जान्छु भने पनि त्यो बाहिरी देशमा पनि मान्छे त मान्छे नै छ नि त। भाषा अर्कै होला, भन्नु पर्दाखेरि अर्कै कुरा भन्ला, तर इमोसन्सहरू त त्यही हो, प्रतिक्रियाहरू त त्यही हो। भने म के चेन्ज गर्दै जाने त? के चेन्ज गर्न सजिलो छ क्या? मेरो देशमा अब मेरो टोलमा एकजना मान्छे छ, सबै मान्छेलाई गएर भोट मागे जस्तो तपाईँको भोट मलाई दिनुहोस् भने जस्तो तपाईँ मलाई यस्तो नभन्नुहोस् भनेर हिँड्न सकिन्छ कि? देशैभरिमा गएर भन्न सकिन्छ कि? के हो त? कुन सजिलो छ भने क्या? मेरो घरको 10 जना परिवार छ, 10 जना परिवारलाई गएर मैले ल तिमीले मलाई यस्तो यस्तो गर्ने होइन भन्न सजिलो छ कि यो यिनीहरूले जे भने पनि मेरो प्रतिक्रिया चाहिँ म यस्तो गर्दिनँ भन्न सजिलो छ? सजिलो त दुइटै छैन होइन, त्यही पनि कम्पेरिटिभली क्या। कुन अलिकति प्र्याक्टिकल छ? कुन प्र्याक्टिकल छ बाबा भन्नु न? अब यसो हेर्दा त अब देशै त चेन्ज गर्न सकिँदैन होइन, अब समाजै पुरै यो समाज भने होइन, सोसाइटी नै चेन्ज गर्न सकिँदैन। अब भनेपछि त आफूलाई चेन्ज गर्न सजिलो लाग्छ, तर अब यहाँ तर आउँछ फेरि, अब एउटा क्वेसन मार्क, बिग क्वेसन मार्क छ क्या। बरु सोसाइटी चेन्ज गर्न लागिरहन्छ मान्छे जिन्दगीभरि, त्यो घरको सब मान्छेलाई चेन्ज गर्छु भनेर भिडिरहन्छ जिन्दगीभरि होइन, म यो दुनियाँ चेन्ज गर्छु भनेर भिडिरहन्छ, तर आफू चेन्ज गर्छु भनेर हिँड्दैन। आफूले चेन्ज गर्नलाई उसले एक्सेप्टै गर्दैन क्या। किन? सबैभन्दा गाह्रो के लाग्छ भने आफूलाई चेन्ज गर्नलाई। यही छ यहाँनिर एउटा रहस्य नै यही हो क्या। मान्छे बरु पाहाडमा टाउको ठोकेर म कहिले दशरथ माझीले चाहिँ पाहाड काटेर चाहिँ बाटो बनाएको थियो क्या, कति वर्ष लगाएर फिल्म पनि छ नि, एउटा सिनेमा पनि छ नवाजुद्दिनको होइन। त्यो टङ टङ गरेर खन्दा 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 कति वर्ष लगाएर एउटा पाहाड काटेर बाटो बनाउँछु बरु भनेर मान्छे लाग्छ होइन, तर आफू चेन्ज हुन चाहँदैन क्या। चेन्ज हुनेतिर उसले सोधै सोध्दैन। अब म किनभने आफूलाई के लाग्छ भने म आइएम अलवेज राइट कि म सधैँ ठिक छु नि, बेठिक त अर्को मात्रै हो। यो हाम्रो आफ्नो अब मेन्टल लेभलमा कुरा गर्दाखेरि अथवा मनोभाषाको हिसाबमा कुरा गर्दाखेरि संसारमा सबैभन्दा कठिन कुरा नै आफूलाई चेन्ज गर्न लाग्छ मान्छेलाई। हो त्यसैको असर हो कि यो मेन्टल हाइजिन हामी किन कायम राख्न सक्दैनौँ भन्दाखेरि हामी आफू फ्लेक्सिबल बन्दैनौँ क्या। जुन फ्लेक्सिबिलिटी हुनुपर्ने थियो नि हामीमा त्यो फ्लेक्सिबिलिटी हामी आफू आफू त्यो लचकता नै हुँदैन हामीसँग। अनि अब त्यो केले हुँदैन भन्दाखेरि हामीले पढिसकेका छौँ, त्यो इगोको कारणले गर्दा हुँदैन। कोही मान्छे यदि चेन्ज हुँदैन, चेन्ज हुन चाहँदैन भने बुझ्नु कि त्यो चेन्ज नहुनको पछाडि के छ भन्दाखेरि इगो छ। त्यो इगो चलक्क त्यहाँबाट झिकिदिने बित्तिकै सबै मान्छे फ्लेक्सिबल छ होइन। अब कुनै पनि मान्छे एकदम फ्लेक्सिबल हो नि हाम्रो तर के भने अब हाम्रो माइन्डलाई हामीले यसरी प्रोग्राम गरिसकेको छौँ, हाम्रो सबकन्सियस माइन्ड यसरी प्रोग्राम छ कि चेन्ज भन्ने यो एउटा वर्डसँगै ऊ एकदम जसरी मेन्टल भन्ने वर्डसँग एउटा ट्याबु छ नि मान्छेलाई ओहो भन्ने हुन्छ नि, त्यस्तै चेन्ज भन्ने बित्तिकै उसलाई टङ्ग त्यहाँ घन्टी बज्छ। कहाँ चेन्ज हुने? बट म किन चेन्ज हुने? किन चेन्ज हुने? उसले ठिक पो छ मुख सम्हालेर बोल्नुपर्छ त। अँ मैले कान सम्हालेर सुन्न पनि सक्छु क्या। मैले त यत्रो गरिसकेँ, उसले गर्नु पर्दैन है। अब त्यही भएर अब जस चिजमा आफ्नो अधिकार नै छैन, अर्को आफू त चेन्ज हुन सकेको छैन। एउटा कल्पना गरौँ त, आफू आफ्नो हातमा छ म चेन्ज हुने र नहुने भने
म त चेन्ज हुन सकिरहेको छैन, मलाई त चेन्ज गर्न सकिरहेको छैन भने अब म के कोसिस गरिरहेको छु भन्दाखेरि त्यो अगाडिको मान्छेलाई चेन्ज गर्छु, समाजलाई चेन्ज गर्छु, मेरो हाकिमलाई चेन्ज जागिर खान्छ भने हाकिमलाई चेन्ज गर्छु। त्यो पो चेन्ज हुनु पर्छ, त्यसले पो त्यस्तो भन्नु हुँदैन कतिजना क्या होइन। फेरि अब सबै जो मसँग जोडिएका छन् त्यो सब मान्छे चेन्ज हुनुपर्छ। त्यो सबलाई चेन्ज गर्न म भिडै छु फेरि। मैले पैसा खर्च गरिरहेको छु, समय खर्च गरिरहेको छु, सोचिरहेको छु, त्यसको बारेमा चिन्तन गरिरहेको छु, के को लागि भन्दाखेरि अरूलाई चेन्ज गर्न लागि। अब अनि त्यसैले यो कहिले पनि सम्भवै हुँदैन अम, है। असम्भव होइन, सम्भव हुन्छ, गाह्रो छ। अरूलाई चेन्ज गर्नलाई एकदम गाह्रो हुन्छ अरूलाई किनभने चेन्ज गर्न गाह्रो हुन्छ होइन। अरूलाई चेन्ज गराउनलाई त भगवानहरूले मानव रूपमा जन्म लिए हिन्दू धर्म अनुसार होइन। अनि क्रिस्चियन अनुसार, क्रिस्चियनिटी अनुसार जिजस आए, स भगवानको छोरा बनेर आए। अनि मोहम्मद आए होइन, देवदूत बनेर अथवा दूत बनेर आए, भगवानका दूत बनेर आए, मेसेन्जर बनेर आए। भगवान बुद्ध आए, कतिजना आयो अहिलेसम्मको हामीभन्दा अगाडि यो धरतीमा कतिजना आए र सबैले चेन्ज गराउन खोजे, कसैले पनि चेन्ज गराउन सकेनन्। भन्नुपर्ने कुरा कसैले बाँकी राखेको छैन, कसैले केही पनि कुरा बाँकी नै राखेको छैन क्या चेन्ज गर्नलाई। के हुनु, तिमीले के गर्नुपर्छ भनेर। तर हामी पनि यस्तो ढिट छौँ कि हामी पनि मान्ने नै होइन क्या फेरि कसैको कुरा। तर सडन कुराहरू कस्तो सजिलै मान्छौँ क्या फेरि होइन। त्यस्तो कुरामा चाहिँ हामी चेन्ज गर्न हुनुपर्छ तिमी भन्दैनौँ। जस्तो यो हाम्रो यहाँ ठ्याक्कै अगाडिपट्टि गणपति भगवान् हुन्छ। हामी गणेश भगवान्लाई असाध्यै मान्छौँ, माया गर्छौँ, प्रेम गर्छौँ होइन। अनि गणपति भगवान्को एउटा उदाहरण लिन लागेको है। के त भन्दाखेरि जस्तो गणपति भगवान्को स्वरूप मानिया छ, त्यो स्वरूप यस्तो हुन्छ र, यस्तो पनि हुन्छ र। मान्छेको शरीर, हात्तीको टाउको, मुसा, त्यो वाहन, कहिले पनि क्वेसन गर्दैनौँ त्यसलाई। त्यो त्यो इमेजलाई चेन्ज गर्ने हामी कहिले पनि धृष्टता पनि गर्दैनौँ, सोच्दा पनि सोच्दैनौँ। जे दिएको छ त्यो थपक्क लिन्छौँ, हुन्छ भनेर अगाडि बढाएको छौँ नि त होइन। जस्तो जस्तो रूपमा स्वरूपमा भगवान्हरू छन् भनेर भनिया छ। अझ प्रशान्तहरूले त हेरेर पनि आए होइन, कसरी चाहिँ चित्र बनाएको थियो, कसरी पहिलोपटक भगवान्लाई चाहिँ चित्रमा बनाएर राखेको राजा रवि वर्माले गर्दाखेरि हामीले चित्रहरू उसले भिडियो पनि बनाउँदैछ होइन, कसरी बनाएको छौँ, कसरी हेरेको छौँ, उसले बनाएको चित्रहरू हो त्यो भनेर। सो त्यो स्वरूपमा चाहिँ त्यसमा चाहिँ हाम्रो बस चल्दैन क्या त्यहाँ चेन्ज गराउनेपट्टि लाग्दैनौँ। सोकल ठुलो जात भनेको मान्छेले सोकल सानो जात भनेको मान्छेलाई जस्तो किसिमको व्यवहार गरिन्छ, जस्तो व्यवहार गर्छन्, त्यो चेन्ज गरौँ न। त्यतातिर कसैलाई पनि के पनि फरक पर्दैन, अनलेस आफूले त्यो भोग्नु नपरेसम्म। हामीलाई त्यो ठुलो जातले नराम्रो व्यवहार गरेको छ भन्ने कुरा जातै हुँदैन नि भनिदिन्छौँ होइन। अनि आफूले मान्छे, आफूले हिरो भनौँ अथवा हिरोइन भनौँ, आफूले मानेको, आफू फ्यान भएको कोही पात्र छ भने त्यो पात्रले नराम्रो काम गरे पनि, त्यो पात्रले नराम्रो एक्टिङ गरे पनि मान्दैनौँ हामी त्यो कुरामा। त्यो कुरामा चाहिँ हामीलाई चेन्ज चाहिँदैन। किन चाहिँदैन, किन भने हामीलाई थाहा छ हामी सक्दैनौँ क्या होइन। गणपति भगवान्लाई यो अब यो टाउकोबाट राम्रो उहाँको त उहाँ त पहिला त टाउको भएकै मान्छे हो नि त, मान्छे नै हो नि त होइन। यो टाउको चाहिँ हात्तीको टाउको झिकेर मान्छेकै टाउकोमा राखिदिएर कसैले उहाँ गणपति भगवान् हो भन्यो भने हामी बरु त्यो चाहिँ चेन्ज चाहँदैनौँ। ला हो र होइन, खै त नि सुँड भन्छौँ। सुँड पनि दाहिनेपट्टि फर्केको कि देब्रेपट्टि फर्केको भन्ने हुन्छ फेरि, त्यहाँनिर पनि छ। दाहिनेपट्टिको फर्केको सुँड राख्ने कि देब्रेपट्टि फर्केको सुँड राख्ने भनेर। झन् सोसियल मिडियाको आजकल त सबै छन् त्यस्तो होइन भन्ने मान्छेहरू, थरीथरीका कुराहरू। सो कहाँनिर हामी चेन्ज चाहन्छौँ र कहाँनिर हामी पटक्कै सोच्दैनौँ। अहिले यो भन्न मिलिहाल्छ, हामी पनि त यही समाजमा बस्छौँ, हाम्रो समाजको कुराहरू हामीले भन्न मिल्छ होइन। पोलिटिकली अब किन पोलिटिकल कुरा गरेको भनेर यदि कसैले भन्छ भने के सुन्नु भने, अहिले एउटा कुनै एउटा पार्टीको एउटा चिन्ह लगाएर चाहिँ घन्टी होइन, र मान्छेहरूले के भन्छ भने घन्टी त मन्दिरमा बजाउने हो भन्दा रहेछन्। उनीहरूलाई के थाहा छैन भने घन्टी चर्चमा पनि बजाइन्छ क्या होइन। र त्यो जुन घन्टी छ त्यो घन्टी चर्चमा पनि बजाइन्छ। चर्चमा चाहिँ पादरीले अथवा त्यो सम्बन्धित व्यक्तिले मात्रै बजाउँछ। तिमीहरूलाई त थाहा होला चर्चमा कतिखेर बजाइन्छ। नाम कसैको कोही जन्मेर उसको ब्याप्टिजम भएको बेलामा घन्टी बजाइन्छ। कोही कसै मृत्यु भएको सूचना दिनु पऱ्यो भने घन्टी बजाइन्छ
होइन। तर मन्दिरमा मात्रै बजाउने हो भनेर भनिदिन्छन् क्या भन्ने मान्छेहरू पनि, ध्यान नै हुँदैन केही कुराको पनि, होइन। अनि मन्दिरमा मात्रै घन्टी बजाउँछ, बिहान बेलुका हामी पूजा गर्दा घन्टी बजाउँदैनौँ कि त त्यो बिहान बेलुका बजाउनेलाई चाहिँ घन्टी भनिन्छ, र जुन त्यो मन्दिरमा बजाउनेलाई घन्टी भनिँदैन, के भनिन्छ? के भनिन्छ? गालीमा पनि युज गरिन्छ त्यो वर्ड। मन्दिरमा बजाउनेलाई चाहिँ के भनिन्छ? घन्टा। हो, मन्दिरमा बजाउनेलाई चाहिँ घन्टा भनिन्छ। घरमा त सानो त्यो घन्टी नै बजाउने हो, होइन। त्यसैले या त त्यो चिन्हको नामै गलत छ, होइन, या त त्यो हाम्रो प्रतीकसँग खेलबाड भयो त्यहाँनिर, प्रतीकसँग भने। सो त्यो चेन्ज गर्न सक्दैनौँ हामी। सर्टन कुराहरू छ जुन हामी चेन्ज गर्न सक्दैनौँ। जस्तै भगवान्को प्रतिमाहरू किन यस्तो छ, यहाँ कमलको फुल सबैले देखेकै छ, कमलको फुलमाथि केही पनि अड्दैन, कसरी भगवान् यत्रो अड्नु भयो, सूक्ष्म रूपमा अड्यो भनेर भन्छौँ। भने कतिपय कुराहरू छ जहाँ हामी चेन्ज गर्न सक्दैनौँ, एक्सेप्ट गर्छौँ क्या त्यसलाई, यस्तै त हो नि भनेर। तर अरू कतिपय कुराहरू छन् जुन चाहिँ चेन्ज गर्नु चाहन्छौँ, अनि त्यो स्वीकार पनि गर्दैनौँ, चेन्ज पनि गर्न सक्दैनौँ। अनि त्यहाँनिर चाहिँ मेन्टल सिचुएसन खराब गराउँछौँ हामी। जब हामी यो फलानु भगवान् मैले देखेको छैन, यस्तै हुनुहुँदो रहेछ, यस्तै रहेछ भन्छौँ भने, मैले जन्मैदेखि देखेको मेरो बाउ अथवा मेरो आमा अथवा मेरो घरका मान्छेहरू अथवा मेरै छोराछोरी, मैले नै जन्माएको मेरा छोराछोरी, मेरा साथीभाइ यस्तै हो यसको व्यवहार भनेर चाहिँ हामी एक्सेप्ट गर्दैनौँ, हो। घरभित्र पसेको क्या अब त्यो लिएर, त्यो त्यो हाइजिन लिएर, यो मान्छे नै यस्तै हो क्या, यसरी नै व्यवहार गर्छ यसले भनेर कि त एक्सेप्ट गर्नु पर्यो। कम्प्रोमाइज भने अर्कै कुरा हो फेरि। कम्प्रोमाइज भनेको चाहिँ मन नलागी एक्सेप्ट गर्नु। तर तिमी होसपूर्वक यो मान्छेले यस्तै बोल्छ, यससँग चोइसै छैन, यो मान्छेले अर्कै तरिकाबाट बोल्ने भइदिएको भए सायद सिक्थ्यो होला, तिमीले कोसिस पनि गर्यो होला यसरी व्यवहार नगर भनेर। हामीले पनि हाम्रा मान्छेहरूलाई कोसिस यति भने, कतिपय अवस्थामा चाहिँ थाहै हुँदैन मैले गल्ती गरिरहेको छु भनेर, त्यही भएर भनिदिन्छौँ। गल्ती भन्दा पनि के सही के गलत फेरि त्यहाँनिर बिग क्वेसन छ। तिमीले यस्तो जुन गरिरहेछौ यसले तिमीलाई हानि गरिरहेछ, तिम्रो व्यवहारले, तिम्रो बोलीले, तिम्रो शब्दले, तिम्रो आचरणले तिमीलाई हानि गरिरहेछ, तिम्रो सम्बन्धहरूमा नोक्सान भइरहेछ भनेर भनिदिने एउटा। अर्को म त यस्तै हो ब्रो, अब म त यस्तै हो ब्रो भनेपछि त त्यो भित्ता आयो नि, भित्तामा त अगाडि जानु मिल्दैन, होइन। त्यो यस्तो भित्ता हो, त्यसलाई फुटाउनु पनि सकिँदैन, चाहँदैनौँ पनि हामी त्यो भित्ता फुटाउन। अनि यो भित्ता हो भनेपछि के गर्छौँ? भित्तामा हिँड्दा हिँड्दै हिँड्दै भित्ता आएपछि फर्किन्छौँ होइन हामी, के गर्छौँ? त्यहाँ पनि दुईवटा अप्सन छ फेरि, जिन्दगीमा जहिले पनि दुईवटा अप्सन हुन्छ क्या। हिँड्दा 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 हिँड्दै भित्ता आएपछि के गर्छौँ? चाहे त्यो सम्बन्धमा भित्ता आयो, एन्ड भयो क्या, डेड एन्ड भयो त्यो। डेड एन्ड भनेपछि त के गर्छौँ भने, ए डेड एन्ड रहेछ, अब यो कहिले खुल्छ भनेर त्यो रेलवेहरूको फाटक लाग्छ नि, रेलवे पास हुने बेलामा, अनि बसिरहनुपर्छ क्या, कहिले रेल जान्छ अनि त्यसपछि त्यो खुल्छ अनि हामी गाडी पास हुन्छौँ भनेर बसिरहनुपर्छ, होइन। कि त कहिलेकाहीँ कोही कोही ओभर जान्ने भएर भित्र जान्छन्, अनि त्यसपछि रेल आएपछि त्यो कहिले पनि कुर्नै नपर्ने सिचुएसनमा पुग्छ तिनीहरू, होइन। होइन भने बुझ्यो नि, कहिले पनि सुक्नु पर्दैन, अब उसले पुगिसक्यो कहाँ पुग्नुपर्ने हो। अनि गएर त्यो कुनै पनि चिजमा भित्ता आयो भने के गर्छौ तिमी भित्ता आएपछि? ल भन्नु जुबी। कि अब भित्र पढेर हिँड्नु पर्यो कि अब अर्कै बाटो खोज्नु पर्यो? हो, सजिलो छ नि, होइन। कि त भित्ता फोडेर ल यो पिता अरे क्या, त्यो भित्ता चाहिँ पिता हो अरे मानौ, कस्तो सजिलो मिल्यो है, राइमिङ भयो। त्यो भित्ता चाहिँ पिता चाहिँ मेरो भित्ता भन्यो पनि सुन्दैन उसले, खै त कहाँ सबैले आफ्नो आफ्नो पितालाई सम्झेको भन्ने हो नि फटाफट। अप्सन छ अरू, त्यो फुटाएर भित्र जाने अनि त्यसपछि फर्केर आउने बाहेक के गर्नु बाँकी छ त्यो भित्तालाई? ए भित्ता तिमी मलाई बाटो देऊ भनेर भन्ने त होइन होला, के भन्ने ल भन त? त्यस्तो सिचुएसनमा चाहिँ अब जस्तो हामीले कतै नेभिगेट गरिरहेको बेलामा पनि देख्यो नि, नो रोड अथवा डेड एन्ड भनेर आयो भने, होइन, कि त हामी त्यो हामीलाई पहिल्यै थाहा भयो हामी त्यो बाटै जाँदैनौँ। यदि हामी त्यही पुगिरहेका छौँ भने हामी फर्किन्छौँ, अनि फेरि ल यो त डेड एन्ड पो रहेछ भने, अनि फेरि अब
नयाँ बाटो हामी जान्छौँ अनि भित्ता पनि गर्ने चाहिँ त्यही त्यही नै हो। हो अनि यहाँ यहाँनिर सानो एउटा नराम्रो अलि चित्त नबुझ्ने दुख्ने खालको कुराहरूको म भन्छु है त किनभने यो पिता भित्तावाला कुरा आयो नि त। अनि कस्तो हुने रहेछ भने मान्छेहरूले समय कुरेर बस्दो रहेछ क्या छोराछोरीहरूले होइन। प्राय अहिले अहिले सिचुएसन त्यस्तै छ नि त होइन। अहिले यो मान्छेले मलाई खुवाइरहेछ प्याइरहेछ पढाइरहेछ होइन, बुढोले भनौँ न होइन, यो बुढोले मलाई खुवाइरहेछ पिइरहेछ मेरो सबै आवश्यकताहरू यसले पुरा गरिरहेछ, यसलाई म केही पनि भन्दिनँ, ठुलो भएपछि मैले अब म जान्छु। अनि त्यतिखेरै त्यो बुवालाई अथवा भनौँ त्यो मान्छेलाई जसले व्यवहार गरिरहेछ त्यो मान्छेलाई तिमीले यो व्यवहार गरे मलाई मन परेको छैन भन्यो भने, भन्न सक्यो भने यति त भन्नु पऱ्यो, नभन्नु यस्तो मलाई, तपाईँले जुन भनिरहनु भएको छ त्यो मलाई नभन्नु यो। किन भन्दैन भने ठिक त्यही कारणले भन्दैन जुन कारणले त्यो कार्यकर्ताहरूले आफ्नो त्यो के भन्छ मालिक भनौँ न नेतालाई भन्दैन क्या। तपाईँले के बोले यो यस्तो यो अति भयो नि त, यो त यस्तो बोल्नु हुँदैन त भनेर कोही त होला नि त्यो कार्यकर्ता भन्ने मान्छे। कार्यकर्ता पो हो त ए बाबा, त्यो दास त होइन होला नि त। मेरो चोइसले पो म त्यो मान्छेको कार्य गर्नु गएर कार्यकर्ता भए हो त। उसले त जरखरिद गुलाम भन्छ नि उर्दूमा, जरखरिद गुलाम त होइन होला नि त त्यो कार्यकर्ताहरू। तपाईँले यस्तो बोल्या भएन, यो चाहिँ बोल्नु हुँदैन, हेर्नुहोस् नेताजी कसैले पनि भन्दैन। किन भन्दैन भने बित्तिकै ऊ रिप्लेस्ड अर्को मान्छे आउँछ त्यहाँ, ए मलाई यस्तो भन्ने त भनेर। किनभने त्यो अलि मान्छेहरू इन्फ्लुएन्सरहरू मेरो त यति लाख के अरे फलोवर छ भन्ने बित्तिकै उनीहरूले आफूलाई कत्रो ठुलो पावरफुल मान्छे सम्झिन्छ भने त्यो फलोवरहरू त फेरि अनसिन फलोवरहरू, थाहा छैन त्यो खरिद गरेर ल्याएको हो कि साँच्चीकै फलोवर भएको हो उनीहरू होइन। अनि फलोवर हुने बित्तिकै तिनीहरूले मलाई फलो गरे होइन क्या, तिनीहरूले त्यहाँ क्लिक गरे मात्रै हो। तर त्यस्तो फलोवर हुने बित्तिकै त त्यो मान्छेको सोच, बोल्ने तरिका, व्यवहार गर्ने तरिका फरक हुन्छ भने यहाँ त उठेदेखि जुर्क उठेदेखि नसुतेसम्म वाह नेताजी वाह वाह क्या गर्नुभयो, क्या डकार्नु भयो, क्या पाद्नु भयो, क्या हाँस्नु भयो, क्या छाड्नु भयो भनेर बसिरहेको हुन्छन् क्या होइन। सरी फर द वर्ड्स, तर यस्तै गरे हुन्छन्। तिमीले यो गरेको भएन, त्यस्तो किन गरेको, कसैले पनि भन्दैन। किन भन्दैन भने भन्ने बित्तिकै चेट प्रशान्तको भाषामा त्यो मान्छे त्यो कार्यकर्ता चेट, नाम निशान छैन, आफूमा दम नै हुँदैन। दम भएको मान्छेले त भन्छ नि त होइन। हो त्यही भएर हो जस्तो भए पनि लागिरहेछ। त के गर्नु पऱ्यो फेरि वापस आफूमा आउँदा आफूमा दम लिएर आउनु पऱ्यो क्या। दम भनेर बिरामी होइन नि फेरि होइन, दमका खजाना लिएर आउने होइन नि फेरि गमका खजाना जस्तो। के दम लिएर आउने भने यति चाहिँ म सचेत मान्छे हुन्छु कि मैले यो मान्छेले सही गरेको हो गलत गरेको हो त्यो चाहिँ म भन्न सक्छु क्या, यो चाहिँ भन्छु म, यति चाहिँ भन्नु पऱ्यो। चाहे त्यो घरमा होस्, चाहे त्यो समाजमा होस्, चाहे त्यो कलेजमा होस्। अब भनौँ न टिचरले पढाइरहेछ, उसले एउटा स्पेलिङ मिस्टेक गर्यो भने हात उठाएर स्पेलिङ मिस्टेक छ त भन्न सक्नुपर्छ नि त विद्यार्थीले होइन। अब त्यस्तो चाप्लुसी पनि गर्नु हुँदैन कि हो एउटाले उसने कहा राजा ने कहा दिन है होइन, ए होइन, राजा ने कहा रात है, रानी ने कहा रात है, सभी ने कहा रात है, ये सुबह सुबह की बात है भन्ने छन् क्या कविता सुना चाहिँ यो। राजा ने कहा रात है, रानी ने कहा रात है, सब त्यहाँ भएको अब दरबारी मन्त्री ने कहा रात है, उसने कहा रात है, सभी ने कहा रात है और ये सुबह सुबह की बात है भनेपछि उसले रात भनेपछि सबले रात भन्नुपर्ने क्या बिहानलाई होइन। एउटा गीत पनि छ नि, तुम दिनको अगर रात को हम रात कहेंगे, त्यस्तो प्रेम गर्ने अरे क्या तिमीले दिनलाई रात भन्यो भने। म त्यस्तो मान्छे त मलाई त पर्दैन त्यस्तो मान्छे होइन, तिमीहरूलाई पनि पर्दैन क्या। जे हो त्यो त भन्न सक्ने मान्छे चाहिन्छ नि। यो रातो छ होइन त कालो छ है भन्दा यसो हेर्ने अनि रातो भन्यो भने त यो रिसाउँछ, काले भनिदिनु हो त नि कस्तो अलिक कालो कालो छ, त्यस्तो हुँदैन क्या, त्यस्तो हुनु हुँदैन। दुनियाँमा चाहिँ त्यस्तै हुन्छ। त्यो कालो छ है भन्ने मान्छे चाहिँ मलाई पालन पोषण गर्ने मान्छे हुन्छ, त्यसले मेरो भरण पोषण गर्ने मान्छे हुन्छ, त्यसले केही गरिदिने मेरो त्यसमा स्वार्थ जोडिया छ। अनि उसले यो कालो छ है भन्दा अँ है अलि कालो कालो छ यो त भन्छ भन्दैन। अनि जब मलाई उसँग कुनै लेनादेना हुँदैन तब पछि कालोलाई पनि रातोलाई पनि कालो भन्ने हो तपाईँ, जानु वृद्धाश्रममा बस्नुहोस् अनि त्यसपछि रातोलाई कालो भनेर बस्नुहोस् भनेर अनि जान्छ त्यो मान्छे। त्यस्तोसम्म नपुगोस् भने हाम्रो भनाइ चाहिँ होइन। त्यतिसम्म एन्डमा गएर चाहिँ अनि लास्टमा गएर चाहिँ होइन सहने अनि लास्टमा गएर त्यो कुनै त्यो डेड एन्ड आइसकेपछि चाहिँ
ल जा भन्ने होइन क्या, सुरुमै भन्न सक्नु पर्यो, सुरुमै मलाई यो कुराले असर गर्छ, कमसेकम त्यो लेट द्याट पर्सन नो। अब के भने हुन्छ, यहाँ अस्ति नै एउटा ऊ पनि थियो क्या, अब छोराहरू प्राय यो अहिले बिहाको सिजन पनि छ, सबै आमाहरूले पनि सुनिरहेछन् भने हाम्रो आमाहरूको छोराहरू पनि छन् होइन। छोराहरूको बिहा गरी ल्याइसकेपछि छोराहरूले के भने हुन्छ भने म त जान्छु, म जान्छु, म यहाँ सँगै बस्दिनँ, यिनीहरूसँग, यो आमा बाउसँग म सँगै बस्दिनँ भनेर उसको एकदम पुरै प्लान हुन्छ। अनि त्यसपछि बिहा गरेर लिएर आउँछन् अब श्रीमती बहिनी होइन त्यो कन्या। अनि श्रीमती लौले के भन्छ भने बुझिस् जान्छु म त, सरौँ हामी, नबसौँ यिनीहरूसँग, हामी अर्को ठाउँमा जाऊँ, आजै भनेको छ भोलि भनेको छ। अनि उसले भन्छ आमा चाहिँले त्यो श्रीमती चाहिँले भन्छ भन कुरा गर नि त आमा बाबासँग, म गर्छु, डर लाग्छ उसलाई, डर लाग्छ, प्रेम हुन्छ, के सब बाहनाहरू भन्न सकेर आउँदैन। अनि त्यसपछि बुहारी चाहिँले थाहा छ हामी त जाने हो नि भनिदिन्छ, अच्छा हामी त जाने हो नि, हामी त अर्को ठाउँमा घर पनि लिइसकेका छौँ, हामी त सर्छौँ, अब भनौँ विदेश जान्छौँ, अथवा भनौँ न नेपाल भयो भने विदेश जान्छौँ, अथवा होइन भने गाउँ भन्ने सहर जान्छौँ, त्यो ठाउँबाट अर्को ठाउँमा जान्छौँ। छोराले त भनेको छैन जान्छु भनेर, छोराले कसलाई भनेको छ, त्यही बुहारीलाई भनेको छ। अनि त्यसपछि भिलेन को भयो, को भयो भिलेन? आफ्नो छोरा त कहिले भिलेन हुँदैन क्या, भिलेन जहिले पनि बुहारी हुन्छ होइन। अनि के भन्छ बुहारीलाई, घर भाँडिदिए यसले, आउने बित्तिकै छोरा टिपेर हिँडी, आउने बित्तिकै छोरा टिपेर जान लागि, मेरो छोरा यस्तो सोझो, यस्तो सोझो, यस्तो सोझो, सबजना ठग्ने, सबले ठग्न मात्र बसेको छ मेरो छोरालाई, तर यो केटी आउने बित्तिकै यसले लिएर गई। आमाहरूको दिमागमा कहिले पनि के आउँदैन भने तिमीले त्यो त्यस्तो स्टुपिड मान्छेलाई जन्माएको होइन क्या, बुद्धि भएको मान्छेलाई जन्माएको हो, बुद्धि छ उसको, तर उसले नभने मात्रै हो। सो त्यस्तो क्या, त्यस्तो यस्तो हुन्छ नि त। अनि अब यहाँनिर त्यो त्यो बुहारीको कस्तो हुन्छ त मेन्टल अवस्था, छोराले तैँले किन भने, मैले भनिहाल्थेँ नि भन्छ आएर फेरि, तिमीले त अनि तिम्रो छोराले भने हो हामी जाने भनेर, उसले त भनेकै छैन, उसले मलाई आएर भन्छ, त्यस्तो हुँदै होइन मेरो छोरा, छोराले यस्तो एक्ट गरेर राखेको छ कि ओहो म त कहाँ छोडेर जान्छु, म त कुमार हो, म त गणेश हो, तिमीहरू त पार्वती र शिव हौ, म कहाँ तिमीहरूलाई छोडेर जान्छु र भनेर बसिया हुन्छ। तर उसले उता त भनि आफ्नो पार्टनरलाई त भन्छ नि त सबै कुरा, उसले उता त भनिरहेको हुन्छ, पार्टनरलाई त के न के उसलाई न त्यहाँ न उसको सम्बन्ध छ, न भाव जोडिया छ, न केही जोडिया छ, न केही जोडिया छ, आऊ न ताऊ भन्छ नि, आऊ देखा न ताऊ देखा, ल हामी त जाने हो भन्दै। यो कल्पना गर्यो, यो सिचुएसन सोच त हो। अब यो सिचुएसनमा सबैभन्दा बढी मेन्टल टर्चर कसलाई हुन्छ, कसलाई हुन्छ? आमा बाबालाई त हुँदैन, किनभने पत्याउँदैन उनीहरूले होइन, जबसम्म सुटकेस लिएर बाहिर घिसार्दै सुटकेस हिँड्दैन तबसम्म पत्याउँदैन। कसलाई हुन्छ त यो टर्चर, कि कसैलाई पनि हुँदैन? मानसिक रूपमा को पीडित हुन्छ यहाँ यो सिचुएसनमा? म भन्दिनँ, कोही पनि नबोल्ने पाइन्छ, मैले छोरा हुन्छ होला जसलाई पनि। तर हुन्छ कसरी? अब यता पनि भन्न सकेको छैन, ऊ पीडित भएर बसेको छ, अर्कोतिर पनि के भनेर भनेको छ, त्यो अर्को प्रमिस गरेको छ नि त एकतिर, हो त्यो किपअप गर्न सकेन, त्यसको पीडा छ। हो। अदरवाइज के हुन्थ्यो, हतार हतार हामीले के भन्थ्यौँ, बुहारी मानसिक रूपमा पीडित भयो भन्थ्यौँ होइन। बुहारी केही पीडित हुँदैन, ऊ तैँले भने त हो नि भनिदिएँ मैले, किन भने त तैँले सिद्धो। अब उसले कति त्यहाँ बनाएर भूमिका बनाएर के गरेर उसले पनि क्याउ क्याउ, उसले पनि क्याउ क्याउ, छोराहरू वास्तवमै असाध्यै पीडित हुन्छन्, उसलाई ब्यालेन्स गर्न आउँदैन। फेरि एउटा मैले पोस्ट पनि गरेको थिएँ नि, छोराहरू चाहिँ हाम्रो हिन्दू धर्ममा चाहिँ पति परमेश्वर होता है भनेर सिकायो, पतिलाई थाहा छ अब म त पति हो परमेश्वर हो, तर परमेश्वर कर्ता क्या है थाहा छैन, त्यो चाहिँ सिकाएको छैन। पति परमेश्वर चाहिँ हो, तर परमेश्वरको डुज एन्ड डोन्ट्स एन्ड ड्युटिज एन्ड के कर्तव्य, ड्युटिज एन्ड राइट्स के हो, हक अधिकार गर्नुपर्ने चाहिँ के हो त? परमेश्वर त भएँ म, बिहाको सिजन छ, बिहा गरेर आयो, अब त म पति परमेश्वर, तर गर्ने चाहिँ के हो त पति परमेश्वरले? थाहा छैन। त्यहाँ उसको अर्को पनि आमा बुवा हुन्छ ससुरालीमा, यस्तो मान मनितो गर्छन् होइन, एक ठाउँमा गयो भने एउटा एकचोटि खानु गयो भने 4वटा सब्जी बनाएर दिन्छन्, यहाँ घरमा निकालेर खा भन्छन् होइन। अब त्यसपछि त स्वतः नै उता पानी उता बग्न थाल्छ नि त खोलाको पानी होइन। अनि त्यसपछि फेरि
त्यहाँ अर्को समस्या गयो यो कस्तो डर हुने यस्तो त्यो छोरी मान्छेहरूले केही पनि गर्यो भने नाक जाने भन्ने हुन्छ नि कस्तो इज्जत हुन्छ क्या मान्छेहरूको छोरीले केही गर्ने बित्तिकै काटिहाल्छ क्या एउटा कविता पनि लेख्न लाग्छु मैले त म यस्तो यस्तो धार हो क्या स्वास्नी मान्छे भनेको यस्तो हतियार हो त्यो केही अलि यसो छिसिक्क गर्ने बित्तिकै एउटाको नाक गइहाल्छ एउटाको जात गइहाल्छ के हुन्छ क्या है भनेपछि त्यो छोरा यस्तो छ कि त्यो कुनै पनि बेलामा फुत्किन्छ क्या माछा हो क्या छोरा भनेको होइन त्यो बुहारीले पनि फुत्काउन सक्छ त्यो बुहारीको आमा बाउले पनि फुत्काउन सक्छ त्यस्तो पनि हुन्छ त सम्बन्ध त्यस्तो त्यस्तो माछा जस्तो सम्बन्ध बनाएर राख्ने हो त फुत्काइदिइहाल्नुपर्छ नि तुरुन्तै होइन जहाँ भए कहाँ कहाँ पढ्नुपर्छ भनेर सो जब तिमी आफ्नो कुरा स्पष्ट रूपमा भन्दैनौ तब तिम्रो मेन्टल हाइजिनमा असर गर्छ आफ्नो कुरा स्पष्ट रूपमा भन्नु चेन्ज भने भिन्दै कुरा भयो क्या आफ्नो मनमा कुडकुड 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 गरेर यसले मलाई नराम्रो भन्छ कि तिमीले बनाएको मेरो आमाहरूले खानेकुरा बनाउँदाखेरि खानेकुरा कस्तो छ भन्दाखेरि आहा कस्तो मिठो छ नभन्नु क्या मिठो लागेन भने योमा मलाई नुन चर्को लाग्यो भन्नु आमाले पनि थाहा पाउँछ ए नुन चर्को लागेको रहेछ छोरालाई भनेर अथवा बच्चालाई छोराछोरीलाई होइन नुन चर्को लागेको छ भनेर मिठो छ भनिदिने होइन अनि अर्कोले फेरि अनि त्यसपछि त्यो बुहारीवाला पछि पाठको कुरा र उसले पनि पकाउँदाखेरि मेरो आमाले त कस्तो मिठो पकाउनुहुन्छ भन्दैन हावामा के पकाएको पनि हुँदैन खासमा त्यस्तो सधैँ आमासँग झगडा गरेर बसिरहेको हुन्छ तैँले पकाएको भएन भनेर ऊ आउने बित्तिकै चाहिँ होइन मेरो आमा त एकदम भगवान् हो त गाउँको मान्छे जस्तो हो त्यस्तो पनि गर्नु हुँदैन बिहावाला सिजन भएको हुनाले भनेको है छोराहरूलाई एकदम ब्यालेन्स तिमीहरू भनेको छोराहरू बुहारीहरूलाई केही लफडा छैन क्या थाहा छ सासूसँग मिल्दैन यो मेरो घरै होइन सुरुमै भने हुन्छ नि त तेरो घर होइन भनेर होइन बुहारी सासूको पनि घर होइन है त्यो फेरि सासूको पनि माइत त अर्कै हुन्छ ऊ पनि अर्कै ठाउँबाट आएको हुन्छ तर छोराले चाहिँ एउटा यस्तो लट्ठी लिनु अनि डोरीमा हिँड्ने प्र्याक्टिस गर्नु क्या यस्तो ब्यालेन्स गरेर दुईतिर मिलाएर हिँडेन भने जिन्दगी झन्डवा हुन्छ होइन सो जिन्दगी खतम हुन्छ त्यो पुरै त्यो डुब्छ त्यो कुण्डमा मेन्टल अनहाइजिनको कुण्डमा सो के गर्ने त भन्दाखेरि पहिलो कुरा आफ्नो कुरा स्पष्ट रूपमा राख्ने आफ्नो चित्त नबुझेको कुरा स्पष्ट रूपमा राख्ने यो कति गाह्रो कुरा हो ल भनौँ सकिन्छ पहिलो मेन्टल हाइजिनको लागि पहिलो के गर्ने भन्दाखेरि मलाई चित्त नबुझेको कुरा स्पष्ट रूपमा राख्ने यो भन्ने त्यो जोसँग चित्त अर्कोलाई भन्न जाने होइन जोसँग चित्त नबुझेको छ त्यसैलाई मलाई हजुरले गर्नुभएको हे प्रभुलाई त भन्छौँ नि हामी होइन सबैभन्दा ठुलो त प्रभु हो नि त भगवान् हो नि त हे भगवान् के गरे आयो तपाईँले मलाई मै मात्र देख्नु भयो दुःख दिने भनेर त भन्छौँ नि त होइन भगवान्ले भले सबैलाई बराबरै दिनुभयो होला तर हामीले भगवान्लाई त कराउन जान्छौँ नि ठिक त्यस्तै गरिकन हाम्रा घरमा भएका भगवान्हरूलाई पनि अथवा मैले व्यवहार गर्नुपर्ने जसलाई मैले भगवान् भनेर मानिरहेको छु जो व्यवहार गर्ने मान्छे छ मैले मेरो मेन्टल हाइजिन राम्रो राख्नको लागि स्वच्छ राख्नको लागि सुचिता कायम गर्नको लागि तिमीले यो भनेको मलाई मन पर्दैन अथवा मलाई यो तपाईँको व्यवहार मन पर्दैन भनेर स्पष्ट रूपमा भन्न सक्छौँ कि सक्दैनौँ भन्नु तपाईँको मैले मात्रै भने हजुरले त केही भन्नु भएन सुनेर मुख बुझ मलाई सोधेको भने भन्न सक्दैनौँ होइन भन्न किन सक्दैनौँ भने त्यही हुनाले यो विषयमा कुरा गर्नु परेको हो हाम्रो जस्तो समाजमा हामी जस्तो सोसाइटीमा बस्छौँ होइन पश्चिमी सोसाइटीको र हाम्रो अलिकति फरक छ सोसाइटीको संरचना नै फरक छ होइन पश्चिमतिर अथवा भनौँ युरोप अमेरिका अथवा हाम्रो देशभन्दा बाहिरतिरको सोसाइटीहरूको बर्न एन्ड ब्रटअप भन्छ नि त्यो नै डिफ्रेन्ट तरिकाबाट हुन्छ बच्चैदेखि उनीहरूलाई एक्सप्रेस गर्नलाई सिकाइन्छ उनीहरूलाई खान मन लागेन भने मन लागेन भन्छन् मन लाग्यो भने मन लाग्यो भन्छन् होइन हाम्रो जस्तो होइन जस्तो भन्नु हुँदैन नमिठो लागे पनि खानुपर्छ पकाएर दिएपछि भनेर त्यो बच्चैदेखि त्यस्तो ट्रेन गर्दैनन् यहाँ बोल्नु हुँदैन ठुलो मान्छेले यस्तो भनेपछि बोल्ने हो चुप लाएर बस्ने अब चित्त बुझ्या हुँदैन अब कहाँबाट सुरु हुन्छ मेन्टल हाइजिन बच्चैदेखि सुरु हुन्छ बच्चैदेखि लग्यो भने मैले देखेको अनुभव गरेको कुराहरू के हो भने बच्चामा जब हामी ब्लक गरिदिन्छौँ नि भित्तालाई जब भित्तालाई ब्लक गरिदिन्छ ब्लक गरेपछि त्यो बच्चालाई के हुन्छ बच्चामा के हुन्छ भने त्यो बच्चालाई कस्तो लाग्छ भने ए बोल्नु हुँदैन रहेछ किन मान्छेले बोल्दैन किन एक्सप्रेसन दिँदैन किन भन्दैन भने
हाम्रो समाजमा हुर्काउने क्रममा नै के भनिन्छ भने तैँले यस्तो बोल्नु हुँदैन, छोरी भयो भने त झन् छोरीले त बोल्नै हुँदैन होइन, केही कुरामा चित्त बुझेन भने बोल्ने भन्ने त अब यहाँ पनि एकदम डिस्क्रिमिनेसन छ। छोरालाई केही हदसम्म छुट दिन्छन्, तर पनि उसलाई पनि अब सर्टेन सर्टेन कुराहरू भन्नु हुँदैन, ठुलो मान्छेलाई यस्तो भन्ने अथवा यसलाई यस्तो भन्ने, यस्तो बेलामा यस्तो बोल्नु हुँदैन। अब उसलाई चित्त बुझ्या हुँदैन, अनि त्यो के गर्छ भन्दाखेरि घुँट पिउने भन्छ नि, के भन्छ, के को घुँट पिउने भन्छ नि होइन, अपमान अब अपमान कि घुँट पिउ, अपमान फिल गरिरहेको हुन्छ उसले होइन। कति कुराहरू भन्न मन लागिरहेको हुन्छ बाबुआमालाई होइन, अथवा त्यो समाजमा सोसाइटीमा भन्न मन लागिरहेको हुन्छ तर भन्न सक्दैन। अनि नसकेपछि के हुन्छ, त्यो एक्सप्रेस गर्न पाउँदैन, नपाएपछि त्यो अपमान कि घुँट पी के अब उसको माइन्डले के गरिदिन्छ भने यो भन्नु नहुने रहेछ, बरु कोठामा बसेर रोया हुने रहेछ। किनभने अब भन्नुभन्दा त रुनु सजिलो भयो, अब भन्नै दिँदैन, भन्नु हुँदैन भन्छ, सब मिलेर गाली गर्छन्। अनि अब भन्नुपर्ने कुरा छ कति होइन, अब एकदम यहाँ ज्वालामुखी विस्फोट हुनुपर्ने छ, तर अर्कोले आएर रोकिदियो। अब रोकिदिएपछि उसँग केही पनि उपाय छैन, अनि त्यो बच्चा गएर भित्र गएर ढोका थुनेर रुने। अनि रुँदा 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 के हुन्छ भने जति उसको अब प्याटर्न बन्यो नि त, हामीले पढिसक्यौँ नि माइन्ड गएर होइन, माइन्डले एउटा प्याटर्न के बनायो भने कसैले कुनै कुराहरू, कसैको कुनै पनि कुराहरू चित्त बुझेन भने मसँग दुईवटा प्रकार, अब त्यसपछि के हुन्छ त्यो बच्चासँग दुई प्रकारको उसँग प्रतिक्रिया गर्ने क्या। क्रिया के आयो, अब उसलाई चित्त बुझेन, कुनै पनि कुराहरू उसको चित्त दुखायो अथवा केही कुराहरू भन्यो जहाँ चाहिँ उसले एक्सप्रेस गर्नुपर्ने थियो उसलाई चित्त बुझेको थिएन। एउटा सानो उदाहरण दिउँ, मामा घर जानु मन थिएन उसलाई, एउटा उदाहरण मात्रै दिएको यो भयो होइन। मामा घर जानु मन थिएन होइन, जान भन्नु हुँदैन, जानुपर्छ, उसलाई फिटिक्कै जानु मन छैन होइन, तर अब त्यहाँ बाबाले जबरजस्ती घिसारेर लिएर गयो होइन। अनि गएपछि मलाई तपाईँहरूले गरेको यस्तो मन परेन, यो भन्न सक्दैन भन्ने कुरै हो, किनभने त्यो भन्यो भने गाली गरिहाल्छ। अब भनेपछि ऊ अब मामा घर गएर आएपछि ढोका थुनेर रुनी बाहेक उसँग अरू केही उपाय हुँदैन। केही कुराहरू एक्सप्रेस गर्नु पर्यो भने उसलाई के, अनि त्यही नै प्याटर्न बन्दै जान्छ। त्यही नै प्याटर्न बन्दै गएपछि अब हाम्रो माइन्डले त्यसैलाई एक्सेप्ट गर्छ। अनि गरिसकेपछि हामी के हुन्छौँ भन्दाखेरि इन्ट्रोभर्ट हुन्छ नि, हामी इन्ट्रोभर्ट भएर अनि कसैले केही कुराहरू भन्यो कि रुने, केही कुराहरू भन्यो त्यो रोएको, एक्चुअलमा रोएको होइन क्या, उसले के भने त्यो एक्सप्रेस गर्ने, एक्सप्रेसन इजकल टु रुनी भन्ने बुझ्छ क्या, उसको माइन्डले त्यो बुझ्छ। हेर्नु चारवटा कुरा भन्छ, चारवटा अब ठुलो भइसकेपछि पनि होइन, अब त्यो त छैन, अब त्यो भनौँ न उसलाई दुःख दिने मान्छे पनि छैन, समाजमा कहीँ पनि छैन, ऊ आफू आफ्नो स्वतन्त्र भएर बसिरहेको छ, तर पनि उसको प्याटर्न के हुन्छ भने केही कुराहरू भन्नु पऱ्यो भने चारवटा कुरा भन्छ। होइन मलाई कस्तो यस्तो लागिरहेको छ, मलाई यस्तो, अब भनेपछि अब के हो, त्यो बच्चाको ठ्याक्क ट्रिगर भयो, ए भन्नु त हुँदैन। अनि त्यो रियाक्सन के आउनु भने बोल्दा बोल्दै 4 वर्डभन्दा 5 वर्डमा पुग्नै सक्दैन, अनि रुन थालिहाल्छ। फिलिङ्स अनि एकदम फिलिङ्स overwhelmed। ओभरवेल्म भएर आउँछ कि अनि रुनी मात्रै आउँछ, त्यो वर्ड आउँदैन, अनि एक्सप्रेसन अभिव्यक्ति नै हुँदैन क्या हो यसरी। अनि यो मेन्टलाइजन खराब हुन्छ क्या यसरी, मेन्टलाइजन किनभने त्यो एक्सप्रेसै गर्दैन, बोल्नै आउँदैन। कति मान्छे त्यस्तो छन्, धेरै मान्छे त्यस्तरी पीडित छ। त्यसको रुट कज चाहिँ कहाँ हुन्छ भने बच्चामा हुन्छ। कुनै बेला त्यसरी एक्सप्रेस गर्न दिएको हुँदैन उसलाई, एक्सप्रेस गर्न नदिँदा अब त्यो के हुन्छ, एक्सप्रेस गर्नुपर्ने कुरा हुन्छ, कतिपय कुराहरू हुन्छ, भावनात्मक कुराहरू हुन्छ, जसले भनिदिएको भएदेखि ऊ बरु रुँदैन थियो। अनि भनेरै उसले आफ्नो उसले सुनिदिएको भएदेखि उसले आफ्नो कुराहरू भन्थ्यो क्या सधैँ। अनि नभन्दा अनि अन्ततोगत्वा जाने भनेको त त्यही नै हो। त्यो एउटा एउटा शब्द छ क्या, दुईटा शब्द आमा बाउले भन्ने, चुप्लाक चुप्लाक भन्छन् क्या। अनि अहिले हिजो अस्ति भर्खर एउटा मैले स्लोगन सुने, चुपचाप केही चिजमा छाप रे क्या, चुपचाप छाप लगाउने। हामी त्यस्तो त्यो अन्धा हो कि के बहिरा हो कि के हो, किन मत दिनलाई नि, किन चुपचाप त्यो छाप छाप रे क्या, चुपचाप समथिङमा छाप। अनि किन चुपचाप छाप लगाउने, सोध्नुपर्छ, खोज्नुपर्छ, मलाई हुन्छ कि हुँदैन, यो जुनलाई मैले छाप दिँदैछु, मत दिँदैछु, त्यसले मेरो लागि मैले सोचे अनुसार काम गर्छु कि गर्दैन, त्यसले गर्ने भने काम मलाई मनपर्छ कि मन पर्दैन, अनि पो दिने हो त। नो इफ नो बट, जस्ट डु इट भनेपछि त्यो त फेरि सेम नै भइहाल्यो नि होइन। बाबुआमाले त्यसरी नै गरे हुन्छन्। तर अझै पनि भन्दैछु, तर किन मिची हात धुन चाहिँ सजिलो छ, साबुन पानीले मिची हात धुनु सजिलो छ, यो मिची यो दिमागको यो मिची यो कीटाणु पठाउनु चाहिँ किन गाह्रो छ भन्दाखेरि त्यो त्यो अघि बाप्साले भने जस्तो त्यो सानैदेखि त्यसमा बसेको हुन्छ, कुना काप्चामा बसेको छ होइन। त्यही भएको हुनाले पहिलो के त भन्दा आफ्नो रजिस्टर गर्ने, आफ्नो चित्त नबुझेको कुरा भन्ने। कसरी भन्ने अब हामी फेरि छलफल गरौँला होइन।
एक्सप्रेसन उयो चाहिँ लास्टमा जाँदा जाँदै लास्टमा एउटा के भन्नु मन लाग्यो भने टाइम भयो बाबाले भने बाबाको एउटा स्टोरी मलाई खुब मनपर्छ बुवालाई साइकल माग्नु भएको रहेछ अनि त्यसपछि साइकल के भयो मिलेन अनि उहाँले एउटा एसे हो कि चिठी हो कि एसे लेख्नु भएछ अनि त्यसपछि त्यो राख्नु भएको रहेछ अनि बुवाले त्यो पढ्नु भएछ अनि त्यो यस्तो उहाँ विवल हुनुभएछ कि साइकल ल्याइदिनु भएछ क्या त्यो तरिकाहरू त हुन्छ नि त गाली नै गर्नुपर्छ भन्नै पर्छ भने होइन चित्त भन्ने तरिकाहरूको बारेमा अर्को गाली गर्नु भने गाली गरेर पिटाइ हाल्छ नि गाली गर्यो भने हो र होइन भने मुखै चलाउने भाइ मुखै लाग्छस् भन्छन् कि एउटा शब्द बोल्ने बित्तिकै मुखै लाग्छस् भन्छन् क्या जवान चलाती है भन्छन् होइन हे त चलाती है नि तर पनि हुन्छ नि बोल्छस् भन्ने क्या सो मलाई चित्त नबुझेको कुरा भन्न सक्नुपर्छ सम्बन्धित मान्छेलाई असम्बन्धित मान्छेलाई भनेर हुँदैन मलाई मेरो यो रातो मान्छेसँग चित्त बुझाएको छैन यो रातो लुगा लगाउने मान्छेसँग भने कालो लुगा लगाउने मान्छेलाई गएर भन्ने होइन क्या भगवान्लाई गएर भन्ने होइन त्यही मान्छेलाई भन्ने उसलाई पनि त रियलाइज हुनुपर्छ यसले त्यसपछि उसले चेन्ज गर्दैन भने त्यसपछिको अर्को कुराहरू हो उसलाई थाहा त हुनुपर्छ कि मैले भनेको कुरा यसलाई मन परिरहेको रहेनछ भन्ने कुरा क्या होइन सो यति भन्दै आजको हाम्रो सकाम किनभने हाम्रो अब फेरि होइन के जराक जुरुक गर्नुपर्ने के कामहरू गर्नुपर्ने बाँकी छ सकाम त अब हाम्रो तर्फबाट मेन्टल हाइजिनको लागि सबैभन्दा पहिला हामीले याद गर्नुपर्ने कुरा के हो भने अब सबै फेरि सबै हामीले बुझौँ होइन र हामीलाई चित्त नबुझेको कुरा सही रहनु भन्दा पनि एकचोटि भनिदिनु राम्रो हुन्छ ल भन्नु त्यहीँबाटै सुरु हुन्छ कि सबभन्दा मेन्टल हाइजिनको प्रब्लम नै त्यहीँबाट सुरु हुन्छ कि आफूले भन्नुपर्ने कुरा भन्न पाएन भने अब त्यहीँबाट बिजारोपण सुरु हुन्छ त्यो साबुन पानीले हात मिची धुनु म कुखुराको उदाहरण दिन्छु नि तिमीलाई थाहा छ नि गाउँघरतिर यदि थाहा छ भने कुखुरा हुन्छ नि भाले त्यो भालेलाई बाँच्नु हामी बच्चामा गर्थ्यौँ कि बाँच्न लाग्छ नि त्यो कुखुरी कहाँ गर्ने बेलामा त्यसलाई लखडिदिने होइन त्यहाँबाट धपाइदिएपछि अब त्यो भाग्छ त्यो अनि भाइ गर्छ क्या जति गरे पनि त्यो भाइ गर्छ अनि जबसम्म त्यो मतलब त्यो अड्दैन क्या त्यसपछि त्यो तुफान कुद्छ कुदै गर्छ नि त्यो बच्चामा त्यो हेर्न रमाइलो लाग्ने होइन अनि कुदेर अब त्यो बचेर अलिकति माथितिर कहीँ ठाउँले पाउने बित्तिकै अनि पखाडा फटफटाएर कुखुरी कहाँ गरिसकेपछि अनि शान्त भएर बस्थ्यो क्या त्यो अनि त्यसपछि कुद्दैन क्या त्यो भने मतलब उसलाई त्यो कुखुरी कहाँ आइरहेको छ अब त्यो आइरहेको बेलामा रोकिदियो भने अब उसलाई छटपट भयो क्या त्यो अब उसले त्यो सहनै सक्दैन अनि कुदै गर्छ क्या त्यो दौडै गर्छ त्यो भागै गर्छ जबसम्म उसले त्यो कुखुरी कहाँ गर्दैन हो त्यस्तै हो क्या हाम्रो पनि अब कति कुराहरू आइरहेको हुन्छ अब एक्सप्रेस गर्न नसकेपछि के गर्ने अब त्यसरी दबाएर राखिदिएपछि जबसम्म त्यो हाम्रो एक्सप्रेस हुँदैन नि अब त्यो सही वेबाट एक्सप्रेस भयो त राम्रो कुखुरी कहाँ गर्न पाए त राम्रै हो अब गर्न पाएन भने चाहिँ अब भित्रै कुखुरी कहाँ हुन्छ त्यो आफूभित्रै अब मेन्टल रूपमा कुखुरी कहाँ हुन थाल्छ त्यस्तै त्यो स्थितिमा चाहिँ पुर्याउनु हुँदैन भन्दै अब आजको सकाउ त्यही भएर छोराछोरीले ठुलो भइसकेपछि उनीहरू ठुलो भइसकेका हुन्छन् थाहा छ तपाईँले मलाई एक क्लासमा हुँदाखेरि यस्तो गर्नुभएको थियो नि भनेर अचम्मले आएर भन्छन् क्या अनि त्यो आमा बाउले त बिर्सि पनि सकेका हुन्छ त्यसको कुनै महत्त्व पनि हुँदैन तपाईँले यस्तो मलाई भन्नुभएको थियो नि भनेर अनि त्यतिखेर किन उनीहरू रियाक्सन अब अहिलेको त बच्चाहरू सायद अब भन्छन् होला एक्सप्रेसिभ छन् होला होइन तर त्यस्तो सिचुएसनमा त्यही अनि लास्टमा गएर कुखुरी कहाँ भने हो क्या त्यो चाहिँ 20 वर्ष 25 वर्षपछि गएर ओके समाज अब सकाउ नत्र हामी त गइरहन्छ फेरि कथा जय गुरुदेव आजको सत्रमा पाल्नुभएको सम्पूर्ण गुरुप्रेमीहरू आमालाई परिवारका प्रियजन आत्मीयजन अनि मन भाषा एकाडेमी हजुरको सबै विद्यार्थीहरू सबै प्रियजनहरूलाई हार्दिक कृतज्ञता र आजकोमा अब यही विषयमा कुरा गर्दै जाँदाखेरि चाहिँ अब यो भनिएन भने के हुन्छ भन्दाखेरि त्यो कुण्ठा जुन होइन अब त्यो जर्म्स त्यही त सुरुमा युआर एक्सपोज टु द जर्म्स होइन मेन्टल जर्मसँग एक्सपोज भयो हात साबुन पानीले नधोको जस्तै अब त्यो मेन्टल जर्मलाई सफा नगरेपछि अनि त त्यो जब त्यो सफा हुँदैन र त्यो जमेर आफ्नै अब माइन्डमा जब जम्न थाल्छ तब त्यो यस्तो कुण्ठा बनेर निस्किन्छ होइन त्यो कुण्ठाहरू पछि शरीरमा डिफ्रेन्ट रोगहरूको रूपबाट कसरी हुन्छ उनीहरूले एक्सप्रेस गर्छन् सो सुरुकै स्टेजमा नै साबुन पानीले हात धोको जस्तै त्यो इन्भाइरोमेन्टल आफ्नो परिवेशले निम्ति आएको समस्याहरू छ कि अथवा कसरी आफ्नो मानसिक स्वास्थ्यमा त्यसले असर पारेको छ भन्ने जब हामीलाई रियलाइज हुन्छ नि अब कोहीसँग केही चित्त बुझेको छैन अथवा केही भनिएन भने चाहिँ त्यो
दब्दै 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 एकदम विशाल रूप लिन्छ र त्यसले एकदम हानि गर्छ। सो यही विषयलाई अब नेक्स्ट विकमा पनि हामी डिटेलमा लिएर जान्छौँ र त्यो त्यति भन्दै यो मनका किटाणुहरूलाई सफा गर्नतिर हामी अग्रसर हौँ र आजको क्लासमा फेरि पनि आइदिनु भएकोमा हार्दिक कृतज्ञता। जय गुरुदेव। हस्, अब 3 पटक ओमकारको उच्चारण गरेर हामी आजको कक्षा अन्त्य गर्छौँ। Love you all.